सबभन्दा पहिले नेपालमा अहिले टड्कारो आवश्यकता के छ भने सङ्घीयता फ्याँकिहाल्नुपर्छ। बाहुन छेत्री काटिन्छ, छेत्री बाहुन काटिन्छ, बाहुन छेत्री काटिन्छ, आलु रगत चाटिन्छ जस्ता नारा लाग्यो होइन। यो देशमा हामीलाई आत्मनिर्णयको अधिकार सहितको स्वायत्त प्रान्त चाहियो भन्ने अधिकार आएन। त्यसकै उपज बाध्य भएर यिनले संहिता दिए। संहितामा गणतन्त्र संहिता जानु बाध्य पर्यो भने रहरले दिया हो, यिनले हाम्रो मायाले दिया हो। त्यो त बाध्यात्मक परिस्थितिमा संहिता आयो। त्यसकारणले गर्दा संहिता तुरुन्त हटाउनुपर्छ। संहिता यदि यो मुलुकबाट संहिता खारेज गर्यो र संहिता घटायो भने यहाँ गिरोयुद्ध हुन्छ, यो देशै रहँदैन। त्यसैले संहितालाई संस्थागत गरौँ। केही प्रयास नगरेका पनि होइनन्। वीरको छोपेर राखेका जनता आज बोल्न पाएका छौँ, हाम्रो कुरा राख्न पाएका छौँ, आफ्नो पहिचान र सहअस्तित्वको लागि लड्न पाएका छौँ, पस्कन पाएका छौँ। लोकतन्त्र प्रजातन्त्र तपाईँका कुरा राख्न छँदैछ, फरक केही परेन। संहिता भनेको यो देश बिगार्ने संहिता रहनु भने नेपाल पनि रहँदैन है। नेपाल टुक्रिन्छ। तपाईँ यो देश तपाईँले थिएको भने तपाईँले त्यो केही भयो भने तपाईँले विदेशीका भाषा प्रयोग नगर्नुहोस् है, नेपालीपनका भाषा प्रयोग गर्नुहोस्। विदेशी कुरा गर्नुहुन्छ यार, हामी यो संहिता नेपालको मागै होइन। नेपाली दोष दिने संहिता कहाँको? यो भनेको हाम्रो समाजले चिनेको हाम्रो परम्परा, योसँग सम्बन्ध भएको यो हाम्रो धर्म परम्पराहरू जे जति छन्, यहाँका राजनीतिक कुराहरू, राजनीति एजेन्डाहरू त्यहाँसँग सम्बन्ध थियो। तर के भयो भनेदेखि यो विदेशीको प्रभावमा 2051-52 साल फागुन 1 गतेबाट माओवादीलाई बन्दुक विदेशीले बोकाइदियो। नेपालको धर्म र संस्कृति सत्यानाश गराउनका निमित्त गराइसकेपछि अब त्यसपछि के भने त्यो युद्ध हुँदै हुँदै गयो। त्यो युद्धको अर्थ के हो त? युद्धले के उपलब्धि गरायो त? त्यो युद्ध भनेको नेपाली माटो यहाँको समाजलाई पस्ने खालको युद्ध थियो भन्दा यो थिएन। नेपालबाटै युद्ध उठेको भए त त्यो स्वाभाविकै हुन्थ्यो। तर जन त नेपाली नै हुन्, माटो पनि नेपाली, यो देश पनि नेपालै हो। तर के छ भने यसमा भनेको चाहिँ त्यो एजेन्डा र अथवा यसको स्वार्थ जुन छ यो चाहिँ बाहिरसँग जोडियो। त्यसपछि अगाडि बढ्दै गयो, युद्ध हुँदै जाँदाखेरि धेरै मानवीय क्षति भयो। अब भनिन्छ 17,000 भनेर भनियो। त्यसपछि गएर अरू भनेको धनको क्षतिहरू भए, ब्याङ्कहरू लुटियो, आदि आदि कुराहरू धेरै भए, समाज तहस नहस भयो, अनेकौँ तरिकाले गयो। गइसकेपछि अब संविधान सभाको चुनाव गराउने भन्ने पाटोमा जाँदाखेरि अब जनमत बुझ्न त जानुपर्छ। किनभनेदेखि अब नयाँ एजेन्डा लागू हुँदैछ नेपालमा भन्ने कुरा जस्तो गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लागू गर्नका लागि यो विदेशी एजेन्डा हो या नेपालका केही स्वार्थी व्यक्तिहरूको लागि त्यो सही होला, तर वास्तविक नेपालको लागि सही थिएन। अब त्यो लागू गर्नका लागि त एउटा सामान्य प्रक्रिया त पुर्याउनु पर्यो। हेर्नुहोस्, त्यो प्रक्रिया पुर्याउन के भयो भने सांसदहरू आफ्नो आफ्नो क्षेत्रमा गए। क्षेत्रमा गइसकेपछि जनमत सङ्कलन भयो। जनमत सङ्कलन हुँदाखेरि के भयो त भन्दाखेरि गणतन्त्रको पक्षमा पनि थिएन, धर्मनिरपेक्षताको पक्षमा पनि थिएन, संघीयताको पक्षमा पनि थिएन त्यो जनमत। अनि त्यो पोको लिएर आए। तर सांसदहरूले ल्याएको जुन पोको, त्यो पोको खोलिएन। हेर्नुहोस्, आजसम्म खोलिएको छैन। त्यसपछि के गरे त भन्नुहुन्छ भने झुक्क्याएर, अनि त्यसपछि धर्मनिरपेक्षता पनि त्यही बेला घुसाइयो, गणतन्त्र पनि त्यसै गरी भयो। किन 12 बुँदे सम्झौता त्यसो भने त्यो राजाले भनेको त्यसो भने तपाईँले जे भनिरहनुभएको छ त्यसो भने त्यति बेलामा त्यो राजाले किन प्रतिवाद गरेन त? उनीसँग त सेना थियो, पुलिस थियो, सबै कुरा थियो नि त, प्रतिवाद गर्नुपर्थ्यो नि त। त्यो बेला भनेको के छ भनेदेखि सकेसम्म भनेको राजाले पनि के भने ठुलो द्वन्द्वमा नजाओस्। आखिरी यो जुन विदेशीले लादेका कुरा र नेपाली जनता भ्रममा परे, कुनै बेला यो थाहा पाउँछन्। थाहा पाएपछि जसरी बेलायतमा 9 वर्ष 10 वर्षपछि पनि राजा हटाएपछि फेरि पुनर्स्थापना गरियो, त्यस्तै के भने नेपाली जनताले पनि बुझ्नेछन् यो विदेशीको दबाव र प्रभाव अत्याधिक भयो। यहाँका नेताहरू विदेशीको प्रभावमा बढी बने, विदेशीलाई गुरु माने। त्यस कारणले गर्दा यो तत्काल भनेको मैले अलिकति चुप्पा लाग्दिँदाखेरि भोलि के हुन्छ भने जनताले त बुझ्छन् यी जो व्यक्तिले नेपाल बिगार्नका लागि जुन स्वार्थले यहाँ ल्याएका थिए, यो कुरा जनताले बुझेपछि त फेरि जसरी बेलायतमा राजाको माग भयो त्यसै गरी हुन्छ भनेर राजालाई त्यो लागेको हुनाले उनले पनि जनता मार्न चाहेनन् र शान्तिपूर्ण तरिकाले चुप्पा लाएर बसिदिए। ठिक छ, विदेशीले त्यो कुरा भनेको भने राजाले त्यति बेला नै यो विदेशीको एजेन्डा हो, तिमीहरूले चाहिँ यसको प्रतिवाद गर्नुपर्छ भनेर राजाले किन भन्न सकेनन् त? त्यो के छ भनेदेखि राजाले भन्छन्, त्यो शिष्ट भाषामा भन्छ। आजसम्म किन भनेको छैनन् त? होइन, यसो हुन्छ, के छ भने राजाले भनेको कुनै कुराहरू भनेको एउटा गोपनीयता पनि केही कुराहरूको हुन्छ होइन, जस्तै उहाँको आफ्नो सरकार नै हटाउने कुरा गोपनीयता हुन्छ भनेको। अब त्यो बेला भनेको विदेशी शक्ति ज्यादै लागिसकेपछि राजाले के विचार गरे भने यो भन्नको लागि बाहिर भनिदिँदा हुन्छ, भोलि एक दिन त थाहा भइहाल्छ। त्यति बेला लागेर अहिले किन भन्नु भएन त?
अब पछाडि भनेको त के भने 12 बुँदे सम्झौतामा के कुरा थियो त भन्ने कुरा सार्वजनिक भएपछि जनताले सचेत भएर आफै बुझुन् भनेर राजाले जनतालाई छोडिदिएको। ठिक छ, म हजुरकोमा आउँछु। हजुरलाई के लाग्छ विदेशी शक्तिले लिएको यो लोकतन्त्र धर्मनिरपेक्ष गणतन्त्र यो जुन जति पनि कुरा उहाँले भन्नुभएको छ यो विदेशीले लिएको एजेन्डा हो? माओवादीलाई विदेशीले चलाएको? म त्यो पत्याउँदैन। विदेशीले ल्याउँछ। 3 करोड त हामी नेपाली छौँ नि। राजाको पालामा 14 अञ्चल 75 जिल्ला 5 विकास क्षेत्रको नेपाल थियो। 3 करोड जनता थियौँ। हिमाल पहाड तराई पूर्व पश्चिम उत्तर दक्षिणका हामी यत्रो थियौँ नि। कहाँका विदेशी आए? विदेशी होइन, हामी आफै भित्र किचलो भयो के। 13 पुस्ताको राजा बाजेहरूबाट परिचालित 13 पुस्ताको राजतन्त्र भाग्यवादमा धर्ममा मनुवादमा चल्यो र त्यहाँ भित्र दरबारियाहरूले जसरी हाम्रो नेपालको इतिहास नै गलत लेखिया छ है। राणा शासनका कुराहरू करिब करिब राणा यस्ता थिए उस्ता थिए लेख्यो, तर शाहवंशीय राजाहरूको पालामा राजा पनि कठपुतली थिए। त्यहाँ राजगुरु राजपुरोहित कसरी छर्लङ्ग छ नि। सरकारले संसदबाट पञ्चायत त्यो राष्ट्रिय पञ्चायतबाट पास भएको विधेयक नारायणीमा लाल मोहर लाउनलाई बाजेले सायद जुराएर दिन तोकिदिनु पर्थ्यो। काठमाडौँबाट बाजे भनेको चाहिँ के? बाहुन बाजे गुरु। ओके। अनि काठमाडौँबाट जनकपुर जानलाई कति बेलाको साइट छ त्यो साइट हेरेर मात्रै राजाले जानु पर्थ्यो। अनि भाग्यवादबाट चले 13 पुस्ताका शाहवंशका राजाहरूले जसरी देश चलाए नि त्यो गरेको केही लिखितम केही अलिखितम अनुभव छ, केही पाका पुस्ताले अनुभव गरेको छ। यो अवस्थामा अहिलेसम्म राजतन्त्रको ले चलाएको देशको हेर्दा फेरि राजतन्त्र आउला, फेरि हिन्दू राष्ट्र होला, यस्ता कल्पना कसैले नगरौँ के। नेपालको संविधान 2072 आइसकेको छ। नेपाली जनताले संविधान सभाबाट बनाएको 2072 को संविधान हो। तर यो संविधानै विदेशीले लियो भन्ने कुरा छ नि त। अब आरोप प्रत्यारोप एकले अर्कालाई औँल्याउने दोषारोपण गर्ने कुरा आफ्नो ठाउँमा हो। नेपालको आधिकारिक रूपमा प्रमाणित रूपमा भन्ने हो भने 2 चोटि संविधान सभाको चुनाव भएको छ। 601 सदस्यीय संविधान सभा छ। त्यो संविधान सभा अन्तर्गत विभिन्न समिति उपसमितिहरू बने, तिनीहरूले दिएको उसमा बनेको हो नि। आज हामीले लाज हुन्छ देशको विदेशीले बनायो भन्दा लाज हुँदैन। कुरा त यस्तो हो नि, विदेशीले यो धर्मनिरपेक्ष लिएको गणतन्त्र लिएको अनि राजा फ्यालेको हिन्दू राज्य फ्यालेको भन्ने कुरा चाहिँ कतिसम्मको सत्य हो यो कुरा भनेको के? विदेशीले यिनीहरूलाई त्यो संविधान बनाउनलाई त्यो चलाउनलाई बजेटरी सपोर्ट गरेका छन्, त्यसको प्रमाणित छ होइन। अब संविधान बनाउनमा सपोर्ट आज पनि छ नि विदेशीको, त्यसो भने त्यो सपोर्ट छ, त्यसमा शङ्का नगरौँ। तर विदेशीहरूले नै संविधान बनाइदियो भने यी चाहिँ नि त्यतिखेरका त 13 पुस्ताको राजतन्त्रका अन्तिम राजा ज्ञानेन्द्र सरकार त हुनुहुन्थ्यो नि। अनि बहुदलीय व्यवस्थाका गणतन्त्रका अनेक दलहरू थिए नि त। यिनीहरू के कठपुतली थिए त अर्काका? कमल थापाले 25 भोट ल्याउनु 25वटा सांसद ल्याउनु भएको थियो नि त। सांसद ल्यायो, 25वटा सांसद ल्यायो। उता झापादेखि कैलालीसम्म नमुना गाईको चाहिने रबरको हो कि के को गाई बनाएर गाडीमा घुमाएर करोडौँ रुपियाँ रथयात्रा पनि गर्यो। असुले संविधान निकाल्यो 72 को संविधान। 72 को संविधानमा राजावादीको नायिके भनेको कमल थापा हुन्। उनले नट अफ डिसेन्टले लेखा छ, त्यसमा असहमति लेख्नु भएको छ। हामी सहमत छौँ छैनौँ भन्नुभएको छ। यदि उहाँ राजावादी र हिन्दू राष्ट्रका पुनर्स्थापनवादी थिए भने त्यहाँ लेखेको छ उहाँले। उहाँ त 72 को संविधान जारी भएपछि चुनाव भयो। चुनाव भएर कति सिट भन्नुभयो नि? 25 सिट ल्याउनु भयो। परराष्ट्र मन्त्री उपप्रधानमन्त्री खान जानुभयो नि। ती त अवसरवादी हुन्। राजालाई उल्लुको पट्टा बनाएर राजाप्रति नेपाली जनतामा रहेको सिम्प्याथीलाई क्यास गरेर आफू भर्याङ राजालाई त युज एन्ड थ्रो भर्याङको रूपमा मात्रै उपयोग गरिरहेछन् ती राजावादीहरूले। तर राजा कसरी तिनीहरूले राजाको त धेरै छन् त। बारे 13 पुस्ता 238 वर्ष राज गरेको राजाको त यहाँ स्थापित छन् नि त। राजा त यो देशको त भूमिपति हुन् नि त। हामी सबैले आदिवासी जाति जनजाति थारू मधेसी दलित लिम्बू राई नेवार दलित सबैले राजा मानेका हुन् नि। हाम्रो सम्राट हो नि त उ त। अनि राजाप्रति सबैको सिम्प्याथी त छ नि। राजालाई फालेकोमा सबैलाई पीडा त थियो नि त, त्यति घोग्रे ठ्याक लाएर फालेकोमा होइन। त्यो सिम्प्याथी भएका भोटहरू क्यास गर्न अब कमल थापाजीहरू भए, पशुपति शमशेर जबराजीहरूले प्रयास गरे। अहिले फेरि राजेन्द्र लिङदेन फेरि यो 1 नम्बर प्रदेशकै किरात धर्म मान्ने राजेन्द्र लिङदेनजी फेरि लागिरहनु भएको छ त्यो क्यासलाई लिनलाई। तर राजा त यतिखेर बोलेको छैन र राजाले म राजा हुन्छु पनि भनेको छैनन्। राजा हुन सक्दैन। तर राजनीतिमा असम्भव भन्ने केही पनि छैन है। राजा हुनु, उहाँलाई राजा हुनु मन छैन भन्दाखेरि राजावादीहरूलाई चाहिँ किन राजा लाउनु मन छ त?
राजालाई नै राजा हुनु मन छैन, तर राजालाई चाहिँ राजावादीले चाहिँ किन राजा ल्याउन चाहेको छ त? त्यो त आफ्नो रोटी सेक्नलाई होला नि, आफ्नो रोटी सेक्न। रोटी चाहिँ म तपाईँकोमा के छ, तपाईँ आफ्नो रोटी सेक्नको लागि हो? अब के छ भने नि उहाँ मभन्दा अलिकति ज्येष्ठ नै हुनुहुन्छ जस्तो लाग्छ होइन। उमेरको हिसाबले उहाँलाई सम्मान गर्नुपर्छ, तर राजनीति वा धर्मको बारेमा निकै विचार गरेर बोल्नुपर्छ र हाम्रो इतिहासमा गरेका राम्रा कुराप्रति हामी कृतज्ञ हुनु हुँदैन, कृतज्ञता ज्ञापन गर्नुपर्छ। नेपालको इतिहासमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए आज नेपालको नाम के हुन्थ्यो त्यो थाहा छैन। त्यस कारणले गर्दा पृथ्वीनारायण शाह जस्तो राजालाई पनि हामीले नराम्रो भन्नु भनेको हामीले आफ्नो इतिहासलाई धिक्कार्नु हो, कृतज्ञ हुनु हो, हामीले आकाशपट्टि फर्केर थुक्नु हो। होइन, ठिक छ, म थप्छु। शाहकालीन समयमा उहाँले 13 पुस्ता भन्नु, 13 पुस्ताका राजाहरूमध्ये कति राजा राम्रा थिए होला, कति राजा नराम्रा थिए होला, हो त्यसलाई स्वीकार्न सकिन्छ। तर पछिल्लो समयमा राजाहरूले जुन खालको गतिविधि गरे त्यो त आफ्नै कारणले गरेको नि होइन र? ठिक छ, पृथ्वीनारायण शाहको गरेको कामलाई स्वीकारौँला, तर पछिल्लो पुस्ताको राजाहरूको बारेमा के छ? दरबार हत्याकाण्डदेखि लिएर जति पनि काण्डहरू भयो त्यो त आफ्नो किचेलको कारणले भयो भनेर भनेको छ। त्यो त तपाईँहरू जस्तो ज्योतिष पण्डितले भन्नुभएको छ, अहिले कति भिडियोहरू सार्वजनिक भएको छ, अन्तर्वार्ता सार्वजनिक भएको छ, यसलाई त नकार्न नसकिला नि त। ल ठिक छ, त्यसलाई स्वीकारौँला। के छ यसको बारेमा तपाईँ विचार? सबभन्दा पहिले के छ भने मैले पृथ्वीनारायण शाहका भनेपछि अब महेन्द्रको कुरा है, नेपालका शाहवंशमा 13 पुस्ता जुन भनियो त्यसमध्येमा लगभग भनेको 2टा चाहिँ सिंह हुन्, पृथ्वीनारायण शाह र महेन्द्र सिंह हुन्। अरू भनेको चाहिँ शान्त किसिमले मात्र रहे। कुनै राजाको त सायद नाम पनि नेपाली जनतालाई थाहा नहुन पनि सक्छ, यही 12-13 पुस्ता मध्येमा आयो भने चाहिँ 2टाको नाम चाहिँ नेपालको इतिहासमा कहिले बिर्सिँदैन, एउटा पृथ्वीनारायण शाह र महेन्द्रले बनाएको राजमार्गमा दौडिँदै गर्ने र महेन्द्रलाई सराप्ने हामी नेपाली कति कुबुद्धि भएका व्यक्ति हुन्छौँ र हामी भनेको इतिहासलाई किन धिक्कार्छौँ? यदि महेन्द्रले नेपालको संरचना 840वटा विद्यालय, नेपालका संरचनाहरू, नेपाल राष्ट्र ब्याङ्क, त्यसपछि भनेको यहाँ जे जति भएका संरचनाहरू जे जति बनाइदिए उनले, 42वटा उद्योग धन्दा, कल कारखाना, 9 वर्षको अवधिमा तपाईँ सम्झिनुहोस् त एउटा कुनै कम्युनिस्ट क्रान्तिकारी नेताको पालोमा पनि सायद 9 वर्षमा यति उद्योग धन्दा र देशको विकास भएको थिएन। त्यस कारणले गर्दा शाहवंशमा पनि कोही भनेको सामान्य एउटा परम्परा मात्र धान्ने राजाहरू पनि भए, कोही भनेको यस्ता सक्रिय भए कि एउटा सिंहको तुल्य भए यिनीहरू। अब तपाईँले जुन राजतन्त्र ल्याउँछु भन्नुभयो, कुन राजतन्त्र ल्याउने? यहाँ त धेरै राजतन्त्र छ नेपालमा त धेरै राजतन्त्रहरू भयो। जस्तो अब शब्दमा फरक के पर्यो भने नि हजुरले तन्त्र भन्ने कुरा नगर्नु होला। राजा कुन राजा ल्याउने भन्नुभएको? राज संस्था भनेको बेलायती तरिकाको राज संस्था। कुन राज संस्था? यहाँ त थुप्रो राज संस्थाहरू छन्, धेरै राज संस्थाहरू गए। सुन्नुहोस् है, पूर्वको माझकिराँतको राज संस्था गएको छ, लिम्बुवानको राज संस्था गएको छ होइन, त्यस्तै गरेर खसानहरूको राज संस्था। हिजो कतिलेसम्म नि बजाङ राजा त हिजोसम्म पनि थिए के अरे होइन, कतिले 2019 चाहिँ के भन्छ राजा महेन्द्रले लखाटी मारे भन्ने छ। थुप्रो यहाँ त राज संस्था छ क्या, कुन राज संस्था ल्याउनु चाहनु? राज भनेको शाहवंशी राज संस्था। तपाईँलाई प्रश्न पार्नु किनभनेदेखि उनले भनेको नेपाली एकीकरण उनले गरेको हो कि होइन, अनि महेन्द्रले नेपालका संरचना बनाएको हो कि होइन, उसको जति देन तपाईँ अरू कुनै राजाको बारेमा इतिहास ल्याउनुहोस् न। ठिक छ, नेपाल एकीकरण भन्नुभयो होइन, अङ्ग्रेजले भारत एकीकरण गरेको, त्यहाँ अङ्ग्रेजलाई एकीकरणको महानता भनेर मान्छेले मान्छन्? त्यो अर्काको देशमा गएर गरेको कुरालाई मानिँदैन। पृथ्वीनारायण शाह भनेको नेपालका हुन्। कसरी पृथ्वीनारायण शाह त नेपालको होइन भन्ने खालको तर्क आइरहेको छ। फेरि अब यसो हुन्छ के छ भने कुनै पनि इतिहासलाई हामीले बाङ्गो टेको बुझ्न थाल्यौँ भने आज नेपालमा भनियो भनेदेखि तपाईँ पनि नेपाली होइन, म पनि नेपाली होइन, अर्को पनि होइन, जाने हो भने नेपालमा यहाँ भनेको नेपाली कोही पनि रहँदैन, यहाँ माछो चरा मुसा मात्रै रहलान्। त्यस कारणले गर्दा त्यो इतिहासका कुरामा भनेको जो व्यक्ति गोर्खाका राजा युवराज थिए पृथ्वीनारायण शाह, उनले एकीकरण गरे, उनी नेपाली थिए, त्यो हिसाबमा हामीले मूल रूपमा बुझ्ने हो। होइन पृथ्वीनारायण शाह पनि नेपाली भन्ने कुरा गर्नुभयो। पृथ्वीनारायण शाह आफैले यस्तो पनि छ इतिहासमा, पृथ्वीनारायण शाह आफैले पनि आफू नेपाली हुनु चाहँदैन थिए, नेपाली भन्न रुचाउँदैन थिए भनेरै उनीहरूले गोर्खाको स्थापना गरे, गोर्खापत्रको स्थापना गरे, गोर्खे सेनाको स्थापना गरे भन्ने छ नि त इतिहासकारले भनिराखेको छन्। यो पनि विभाजित छ। इतिहास भनेको के छ भने सबै भनेको जसले जुन किसिमको इतिहास बनाउँछ त्यो भनेको एउटाले बनाएको इतिहास अर्काले नमान्ने। त्यस कारणले गर्दा इतिहास पनि हाम्रो यस्तो हो भनेर सबैले आफ्नो हिसाबले गर्छन्, तर वास्तविक इतिहास एउटै हुन्छ। यो इतिहास भन्नुहुन्छ भने तपाईँ गोर्खा राज्य पनि गोर्खाका राजा जुन पृथ्वीनारायण शाह थिए उनले भनेको नेपाली एकीकरण त गरेकै हो, त्यो इतिहास त पक्का छ नि, यो पनि बङ्गाइटिङ्गाइ गर्ने हो।
यदि बङ्गाइटेङ्गा गर्ने हो भने इतिहासै भन्दैन। राजतन्त्र ल्याउने हो भने राज संस्था ल्याउने हो भने को राजा बनाउने अब भनेको अहिले बनाउने को बनाउने? अब अहिले बन्दाखेरि के हुन्छ भनेदेखि जस्तो अहिले तत्काल भनेको ज्ञानेन्द्र, एकछिन सोचिलिनुहोस्, म तपाईँलाई 3टा पात्रको नाम लिन्छु होइन। ज्ञानेन्द्र शाह उहाँले 2 चोटि राजा बन्नुभयो, लु ठिक छ, उहाँ विवादमै पर्नुभयो, छोडिदिनुहोस् ज्ञानेन्द्रलाई। त्यसपछि पारस उहाँको भनेको व्यक्तिगत दिनचर्या अथवा उहाँको स्वभावमा केही त्यहाँ पनि प्रश्न भएको हुनाले उहाँलाई पनि छोडिदिनुहोस्। तर उनका छोरा जुन हृदयेन्द्र हुन्, उनको कुण्डली मैले पनि हेरेको छु, राजकारक ग्रह परेका छन्। भविष्यमा भनेको त्यो बच्चा निष्कलङ्क छ, उसमा कुनै पनि किसिमको त्यस्तो सम्भावना छ सर, त्यस्तो सम्भावना हुन्छ अहिलेसम्म छैन भन्ने। सुन्नु न, बेबी किङको चर्चा कहिले आएको थियो त भन्नुस्? म तपाईँलाई बेबी किङ भन्ने उसैलाई भने म एउटा तर्क भन्छु है। हजुर, सपोज तपाईँको घरमा कुनै बच्चा जन्म्यो, हृदयेन्द्र अहिले 20-19 वर्ष भयो होइन? हजुर हो। उनी 20-19 वर्ष हुँदाखेरि एउटा जनताको छोराले पिउनको जागिर खाँदाखेरि लम्बाइ, वेट, हाइट, योग्यता, क्षमता सबै गरेर चाहिँ एउटा पिउन हुनु पाउने अनि देशकै राजा हुनुको निम्ति चाहिँ कुनै क्षमता योग्यता नहुने उहाँ त्यो काखबाट जन्मिसकेपछि राजा हुन्छ भन्ने हुन्छ? आजकलको समयमा यो 21औं शताब्दीमा त्यो लागू हुने सम्भावना छ? अब बेलायतमा भनेको राज संस्था छ नि, त्यो बेलायती जनताभन्दा अशिक्षित र बेकुब छन् त। घरमा एउटा अभिभावक चाहिन्छ। देश यो घर बनाएको राज शाह वंशले हो, त्यसकाले गर्दा त्यसको अभिभावक, त्यही वंशको अभिभावक भनेको नेपालको एउटा अभिभावक भएर रहनुपर्छ। होइन भनेदेखि सबै जनतालाई मात्र बनाएर त सम्भव भएन। यहाँ छ नि त नेपालको राज संस्था भनेको एकदमै सीमाङ्कृत जातिको राज संस्था भनिएको छ। किन भन्दाखेरि चाहिँ एउटा मात्र होइन केही जातिको, तर त्यहाँको राज संस्था भनेको त्यहाँकै वंशीको राज संस्था। तपाईँले जापानकै राज संस्था हेर्नुभयो भने, तपाईँले थाइल्यान्डकै राज संस्था हेर्नुभयो भने त्यहाँका चान्चुन 90% भन्दा बढी जनसङ्ख्या भएको राज संस्था। त्यो राज संस्था भए त नेपालले पनि यहाँ त स्वीकार्य थियो नि त। तपाईँले महेन्द्रको कुरा गर्नुभयो, महेन्द्रले जति भाषा, धर्म, संस्कृति होइन माथि अतिक्रमण सायद त कसैले त गरेन होला जनजातिमाथि। देशको विकासको कुरा गर्नुभयो, देशको विकास कसरी हुन्छ कसरी हुँदैन भन्ने कुरा यहाँ आइसकेको छ। जबकि तपाईँ कतिवटा राष्ट्र जस्तो कोरिया तपाईँले हेर्नुभयो, भियतनाम तपाईँले हेर्नुभयो भने त्यहाँ कुनै स्रोत छ? जापानमा कुनै स्रोत छ? तर उनीहरूले नागरिकलाई सरकारसँग जोडे र त्यहाँको विकास भयो। तर यहाँ त को केही सीमित व्यक्तिहरूले चाहिँ तपाईँको के भयो, मुठ्ठीभरको व्यक्तिहरूले चाहिँ राजगज गरे, जसको कारणले गर्दाखेरि देश विकास भएन। यो कुरा तपाईँले मान्नुहुन्छ होला नि त। राजाले पनि त्यही गरे। अब तपाईँले अब अर्को कुरा गर्नुभयो, जति पनि कुरा भएको छ यहाँ त जे जति कुरा बनेको छ अहिलेसम्म, पुलको कुरा गर्नुहोस्, बाटोको कुरा गर्नुहोस्, स्कुलको कुरा गर्नुहोस्, तपाईँ हेर्नु होला गएर सबै विदेशीले बनाइदिएको छ। अहिले पनि विदेशीले बनाएको छ। अब राजा महेन्द्रले बनायो भन्नुहुन्छ होइन? हरेक भन्छ कि अहिलेको सरकारले पनि भन्छ। कुन चाहिँ न राजाले बनाएको छ न अहिलेको संस्थाले सरकारले बनाएको छ? त्यो हो कुनै पनि समयमा राजाको बनाएको छ। नेपाली ट्याक्सले सुन्नु न त्यसरी भनेर कहिले हुँदैन। नेपाली ट्याक्सले म एउटा तपाईँ उत्तर दिनु होला, म तपाईँलाई नै दिन्छु। नेपाली ट्याक्सले बन्यो भनेर पहिले लिनुहोस् है। नेपाली ट्याक्सले सुन्नु है, नेपाली करले आह्वान गरौँ, नेपालले आह्वान गरेर लगानी गर्छ। तपाईँको करले कसैले आह्वान नगर्न सिध्याएर लगानी त गर्दैन। तपाईँको करले सुन्नु न, तपाईँको करले मेरो करले अहिलेसम्म एउटा स्कुल बनेको छ नेपालमा? यस्तो हुन्छ कति कुरा भनेको सरकारी नेपाल तर्फको आफ्नो स्रोतले बनेको हुन्छ भने कति कुरा भनेको विदेशबाट। तर विदेशबाट बन्नु भनेर त्यो कसको नेतृत्वमा भयो त? शाह जस्तो महेन्द्रको पालामा जति कुरा विदेशीलाई आह्वान गरियो तिमी यहाँ विकास गरिदेऊ। अब विदेशीले पनि पक्कै पनि केही सहयोग गरेको हुन्छ कि उसले आफ्नो केही लाभ लिएको हुन्छ त उनीहरूले कसले आह्वान गर्यो त? कसको बेलामा भयो त? राजा महेन्द्रकै पालामा दलाल पुँजीवादी पसे भन्ने कुरा छ क्या सर। राजा महेन्द्रकै पालामा कोक फेन्टा जस्तो त्यस्तो के भन्छ बहुराष्ट्रिय कम्पनी पस्यो, त्यसको कारणले गर्दाखेरि उनीहरूकै कारणले गर्दाखेरि राजतन्त्र सकियो भन्ने छ क्या? यो कुरा त मान्नुहुन्छ होला नि। यस्तो हुन्छ त्यो कुनै पनि कुरा भनेको नि जसरी महेन्द्रले गरेका कुरा 9 वर्षमा त्यो उनले गरेका कुराको परिणाम हेर्नुहोस् है तपाईँ। आज भनेको त्योदेखि यता आइसकेको गणतन्त्रका नेताहरूले गरेका कुरा, देशको आज हालत के छ? श्रीलङ्काको अवस्था भइसक्यो, देश बर्बाद भइसक्यो, समाज भनेको यसरी छ, धर्मको नाममा विवाद भइरहेको छ, समाज बिग्रिरहेको छ, क्रिस्चियनहरू बढेको छ, आफ्नो राष्ट्रियता कमजोरी भइरहेको छ, समाज बिग्रिएको छ, एउटाको सत्यनारायण पूजामा अर्को गएर सामेल नहुने। हिजो त्यस्तो अवस्था थिएन। हामी सबै नेपाली मिलेर बसेका थियौँ, धर्म मिलेर बसेका थियौँ। हाम्रो प्रतिवाद गर्दै
अहिले प्रतिवाद गर्ने भयो नेपाली जनताले। हिजो त तपाईँ बाहुनले जे कुरा भन्थे त्यति कुरा मान्थे नेपाली जनताले। अहिले त मान्ने पक्ष छैन नि, त्यसको प्रतिवाद गर्ने भयो नि। तपाईँकै छोराले प्रतिवाद गर्ने भयो, तपाईँकै श्रीमतीले प्रतिवाद गर्ने भयो नि, गर्दैन अहिले त। त्यति बेला त बोल्नु पाइन्थ्यो, मारिहालिन्थ्यो। त्यस्तो हुन्छ कुनै पनि कुरा भनेको राणा शासनकालमा जिब्रो निकालिन्थ्यो, कानै काटिन्थ्यो, आँखै निकालिन्थ्यो। धर्म र समुद्रको गहिराई भनेको यति थोरै छ भनेर हल्का रूपमा लिनु हुँदैन। धर्मको गहिराई धेरै छ, समुद्रको गहिराई धेरै छ। धर्मलाई बुझेर त्यसको व्याख्या गरियो भने सही हुन्छ। बाहिरी तरिकाले के छ भने यो धर्म खराब, यो धर्म खराब भनेर कहिले पनि हामीले अर्को धर्मलाई खराब भनेका छैनौँ। तर हिन्दू धर्मलाई जहिले पनि खराब भनेको छ। क्रिस्चियनिटी बढेको छ, अरू कुराहरू बढेका छन्। अब उहाँ पनि एउटा हिन्दू सनातनको मान्छे, म पनि हिन्दू सनातनको मान्छे। अब उहाँले मष्ट धर्म भन्नुहुन्छ। मष्ट धर्म भनेको के भन्छ? मष्ट भनेको कुल पूजा हो। क्रिस्चियन धर्म कसले बढाएको? क्रिस्चियन धर्म कसले बढाएको? सबैभन्दा बढी त त्यहाँ त म त उपाध्याय देख्छु, पोखरेल देख्छु, नेपाल देख्छु, खनाल देख्छु, पास्टर जति। अहिलेको जति पनि तपाईँ चर्चमा जानुहोस् र जति पनि एनजिओ आइएनजिओको जानुहोस्, यहाँ पोखरेल, खनाल, नेपाल भन्दा अरू कोही छैन। कसले भित्रको? नेपालमा के छ भने जो नेपाल छ, सुन्नु न, जो पास्टर भएका छन् ती भनेको ती राष्ट्रघाती देशद्रोही हुन्। जो पास्टर भएर बसेका जो नेपाली हिन्दू छन्, ती हिन्दू छन् है। ती चाहिँ भनेको किनभने आफ्नो धर्म, आफ्नो आमालाई बेचेर घर खर्च चलाउने, आफ्नो देशको बारेमा भनेको मनपरी कुराहरू बोल्ने, आफ्नो धर्मको बारेमा गर्नुहुन्छ। ती भनेको चाहिँ के भने राज्यबाट त्यस्ता व्यक्तिलाई दण्डित गर्नुपर्छ, दण्डित गर्नुपर्छ त्यस्ता व्यक्तिलाई। अहिले हाम्रो धर्म, हाम्रो कानुन भनेको साह्रै नरम भइदिएको हुनाले यो मनपरी बोल्न पाएको छ, राष्ट्रियता बुझिया छैन, मनपरी बोलेको छ, धर्म बुझेको छैन, मनपरी बोलेको छ। यो के भने राज्य कमजोरी हुनुको परिणाम हो। ठिक छ, के भन्नुहुन्छ उहाँले? जे कुरा भन्नुभयो के त्यस्तो हो? अब उहाँले त्यो राज संस्था र हिन्दू धर्मको कुरा गर्नुभयो होइन। अब म यो यतातिर मेरो छैन। म चाहिँ पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका हुन्। पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरण भएको हो र त्यही एकीकरणको सिलसिलामा पृथ्वीनारायण शाह त थोरै बाँच्नुभयो होइन, युवा अवस्थामा बित्नुभयो। उहाँका खलकहरूले नेपाल एकीकरण गर्ने क्रममा हिमवान किराँत राज्यदेखि लिएर यहाँको नेवा राज्यदेखि लिएर यहाँको सेन वंशी पाल्पाको राज्यदेखि लिएर बजाङ्गी राजा, सल्यानी राजा, डोटेली राज्य होइन, यो सिजाली सब राजाहरू निमिटान्नै पारे, कतै मितलाए, कतै छोडिदिए, कतै दमन गरे, नेपाल एकीकरण गर्ने प्रयासमा गए। त हाम्रो म चाहिँ अब खसानको र खसान राज्यको नागरिक भएको कारणले म चाहिँ के भन्छु भने म पहिचानको पक्षधर भएको कारणले उहाँले एकीकरण गर्ने क्रममा हामीले नेपाल चाहिँ पूर्वमा राई लिम्बूहरूले टिस्टासम्मको नेपाल पृथ्वीनारायण शाहलाई बुझाउनु भयो। हामीले पश्चिम किल्ला काँक्रासम्मको नेपाल बुझाएको थियौँ। यानि कि पश्चिममा काश्मीर घाटीदेखि पूर्वमा त्रिशुली नदी, दक्षिणमा यो हरिद्वारको यो मैदानी भाग, गङ्गाको मैदानी भागदेखि उत्तरमा तिब्बतको नारी प्रदेशसम्मको नेपाल बुझाएका हौँ। त्यसपछि अनि चाहिँ नि लास्टमा त्यो शाहवंशकै 13 पुस्तामा मेचीमा कसरी आयो, माथिबाट सिकुडिएर, यताबाट सिकुडिएर महाकालीमा कसरी आयो। देश चाहिँ बढेन, घटायो। शाहवंशको कार्यकाल, राणा शासन र शाहवंशको कार्यकालमा हामी विभिन्न त्यो भन्दा विभिन्न राज्यहरू थिए नि हाम्रा पहिला। अब के भन्नु, कोलोनी भन्नुहुन्छ कि होइन, त्यो भुरे टाकुरी राजाहरू भन्नुहुन्छ। 2224हरूले दिएको सिमानालाई हामीबाट बुझिसकेपछि उहाँहरूले फेरि नेपाललाई घटाउनु भयो, घटाएर यो अवस्थामा पुर्याउनु भयो र हामी उहाँसित एकीकरण भयौँ। उहाँको राज्यमा हामी आयौँ। नेपाल समृद्ध हुनुपर्ने थियो, उतापट्टि भोटको खतरा थियो, तलतिर अङ्ग्रेजहरूको साम्राज्यको डर थियो। एकीकरण त भयौँ, तर एकीकरण भएपछि राज्य सञ्चालनमा एउटा यो चाहिँ नि मनुवाद भन्छौँ क्या हामी, त्यो यो के भाग्यवाद मनुवाद भनेको चाहिँ के हो? मनुस्मृतिमा आधारित, मनुस्मृति छ उहाँले बुझ्नुहुन्छ, मनुस्मृतिमा ग्रन्थ हो एउटा, त्यसमा आधारित मनुवाद, एउटा भाग्यवादमा राज्य चलाएर अब कोहीलाई चाहिँ नि तिमीहरू त थ्याप्सेनाका जाँड रक्सी मतवाली हो, तिमीहरू चाहिँ छेत्री हो, राजकाजमा चाहिँ सिपाही हो, हाम्रो पहरेदार हो, खरदार हो, सुब्बा हो भन्यो होइन। कसैलाई अब नेवारलाई व्यापार गरेर बस्यो भने दलितहरूलाई त्यो आरनमा त्यो दर्जीको काम, कपडा सिलाऊ, भाँडा बनाऊ भनेर राख्यो। त्यसरी चल्यो। अब इतिहासको परिवर्तनको काल त वर्णभेद गरेर 4 वर्ण 36 जातमा देशलाई चलायो। 4 वर्ण 36 जातको रूपमा मनुवाद भनेकै 4 वर्ण 36मा चलाउँदै आए। चलाइदिएपछि बिस्तारै संसारभरि चेतनाको विकास हुँदै गयो, शैक्षिक स्तर मान्छेको सुधार हुँदै गयो, मान्छे शिक्षित हुँदै गए,
छोटोमा एउटै कुरो भन्छु, आज टेलिफोन र यो सञ्चार कसैले रोक्न सक्छ? वर्ल्ड वाइड भइसक्यो। त्यस्तै हाम्रा पनि पढाइ लेखाइ गर्न आउँदा र हिजोको दिनमा दिएको पीडा, हिजोको दिनमा त्यो वञ्चितीकरणमा सीमान्तकृत गरिएको पीडाको अनुभूति हुँदै गयो। जब साक्षर शिक्षित नौलो संसारको अनुभूति गर्ने गएपछि आयो, त्यहाँसम्म चेतना भयो र अब हामी चाहिँ के भन्न थाल्यौँ त भन्दा, अब सर्टकटमा भनिदिन्छु, हाम्रो पृथ्वीनारायण शाह अथवा नेपालका राजाले लगाएको शिरपेस त हाम्रो हो नि, राजाको थोडी हो। खसको राजामा 18 हिरा थियो, गोर्खे राजामा 12 हिरा हो। त्यसमा बढाइ पछि 64 हिराको शिरपेस भयो। त्यसमा किराँत राज्यको पनि समर्थन हो हिरा, त्यो मुकुटमा यताको मगरातको राजाको पनि हो, सेन वंशीको पनि हो, नेवारको पनि हो, पश्चिमका खसका त कैयौँ राज्य थिए, त्यो सबैको हो नि। त्यो सबैको मुकुट हामीले राजालाई मानेकै हौँ, यो पुरा देशलाई एउटा राम्रो सुधार ल्याऊ भनेकै हौँ। राजा महेन्द्रको कुरा गर्छौँ, राजा अब बीचका राजा छोडिदियो है त। राजा महेन्द्र बहुत राष्ट्रभक्ति राजा हुने हेर्नुहोस्, बहुत नेपालको राष्ट्रियतामा, बहुत राष्ट्रको लागि अति चिन्तित हुने र अति चासो राख्ने राजा महेन्द्र थिए। अघि कुरा आयो यहाँ विदेशीको, तपाईँहरूले भन्नु संविधान विदेशीले बनायो, के बनायो। लास्टमा धेरै विदेशीहरू नै छिमेकी भारतबाट त्यस्ता राम्रा राजालाई, तपाईँहरूले खगेन्द्रजङ भन्ने सुन्नुभयो, उहाँले लेखेको एउटा किताबमा, खगेन्द्रजङजी दरबारमै काम गरेका मान्छे हुन्, उहाँले लेखेको किताबमा छ, जब राजालाई बस्ने पिर्कोदेखि समात्ने खड्गोसम्म सुनको बनेर भारतबाट आयो, त्यसपछि राजा महेन्द्र पनि स्वाट्टै फेरि बिर्से राष्ट्र नेसनालिटी भन्नेलाई व्यवस्था अझ किनारा पार्दै गए, राष्ट्रियता भन्ने मार्दै गए। त्यहाँ भारतको हस्तक्षेप भारतको इसारामा चल्न थाल्यो। जसकै ज्वलन्त उदाहरण 2027-28 सालतिर त्यो कालापानीमा छ नि, दार्चुला कालापानीमा भारतलाई फौज राख्ने ठाउँ दिइयो, अघोषित अलिखित भयो। आजसम्म भारतले कालापानीको भूमि मिचिरहेको छ। त्यस्तै अनि त्यसमा चाहिँ नि जस्तै त्यस बेला ठुल्ठुला सन्धि सम्झौताहरू भए। अब उहाँ नेपाल हुँ भन्नुहुन्छ होइन, यो सुगौली सन्धिका कुरा गर्दा चन्द्रशेखर उपाध्याय र गजाधर मिश्र भन्ने यो देशका को थिए? न राष्ट्रपति थिए, न प्रधानमन्त्री थिए, न सेनापति थिए, न परराष्ट्र मन्त्री थिए। त्यसले कानेर तिनले गरेको सन्धिको बारेमा मैले भन्नै पर्दैन। ती दुईजना गुरुजीहरूले कहाँबाट सिमाना पुर्याए। अब तपाईँ हामी म त खसको राजा त 2019 साल असौजको महिना पितर पठाउने औँसी भन्छौँ हामी खस भाषामा। पितर पठाउने औँसीको दिन असौजको महिना 2019 सालमा मेरो गाउँ दार्चुलाको मार्माको लठीनाथको फागालामा ओमजङ लास्ट राजालाई मारे। बजङ्गी राजा हजुरहरूलाई थाहा होला, जय पृथ्वीबहादुर सिंह नेपालका भयङ्कर विद्वान थिए, राणा परिवारसित बिहेबारी थियो। उनी अलि जान्ने बुझ्ने परिवार त यो डेमोक्रेट हौँ, सबैलाई समेटौँ भन्ने थिए, उनलाई पतन गराइदियो। उनी युरोप गएर कहाँ गएर मरे। त्यसपछि रामजङ ओमजङहरूले नेपालमा त्यहाँ पश्चिमको खस राज्य चलाए। 2019 सालमा मारेपछि 24 सालसम्म पनि राज्य एउटा उन्मूलन अनि के बनाएर त्यहाँको सबै निधन पारे। अनि के भन्थे त बजङ्गी खस राजाले के भनेका हुन् भने, सरकार भने महेन्द्र सरकारलाई आयो भेटे, सरकार राज्य दिनुहोस् भने। किनभने इन्डियामा त सङ्घात्मक भइसकेको थियो। सिंहदरबारको केन्द्र सरकार हजुरले चलाउनुहोस्, हाम्रो पूर्ण समर्थन छ। राजा हजुर हुनुहुन्छ होइन, प्रधानमन्त्री राख्नुहोस्, नोट छाप्ने ठाउँमा सेनापति सर्वोच्च चलाउने ठाउँमा गर्नुहोस्, तर हामीलाई एउटा राज्य त दिनुहोस्। अब महेन्द्र सरकारले 1955मा संयुक्त राष्ट्रसङ्घको सदस्य हुँदा 2 पटकसम्म भारतले खिचलो हाल्यो, अरूहरूले खिचलो हाल्यो। तेस्रो पटकमा अब एउटा ILO 169 छ, संयुक्त राष्ट्रसङ्घको सदस्य हुने क्राइटेरियाहरू छ। अब अनि के भयो भने म चाहिँ नेपालमा तेस्रो पटकमा के भने कि मेरा चाहिँ तल राजाहरू छन्, 5वटा राजा छन्। हजुरलाई थाहा छ, मुस्ताङ्गी राजा जिग्मे परबल विष्ट, बजङ्गी राजा गगनजङ बहादुर, सल्यानी राजा, के 5वटा राजा छन्। म चाहिँ हामी चाहिँ बडा महाराजा धिराज हुँ। तल राजा छन् यी 3 प्रदेश प्रान्तका स्टेटका हुन्, हामी चाहिँ बडा महाराजा धिराज हौँ भन्ने राजाहरू देखाएर संयुक्त राष्ट्रसङ्घमा सदस्यता लिनुभयो। त्यसको लागि उहाँलाई सलाम गर्छौँ। तर अब राज्य राजा तल संयुक्त सरकारले स्वीकार्नु भएन, प्रदेश स्वीकार्नु भएन। प्रदेश नस्वीकारेपछि लिम्बुवानको निठम पार्यो। अनि पहिल्यैदेखि नै उहाँ एउटा पात्र भए। अनि यता नेवाको नाक काट्यो भने नेवा मिसियो, एउटा प्रान्त दिया भए कि बिग्रिहाल्थ्यो। र नेसन र स्टेट भन्छ कि, नेसन भनेको युनियन अफ द स्टेट हो कि, सङ्घहरूको महासङ्घ भनेको राष्ट्र हो। तल सङ्घात्मक देश प्रान्तीय राखिदिया भए। अमेरिका हेर्नुहोस् त 235 वर्ष अगाडि सङ्घात्मक गएको देश विश्वमा 1 नम्बर। भारत हेर्नुहोस् प्रान्तीय सङ्घमा गएको देश धनी। अमेरिका हेर्नुहोस्, के अरे बेलायत हेर्नुहोस्,
स्कटल्यान्ड भन्नेमा त मुद्रा पनि फरक, यताको पाउन्ड पनि चल्छ, उताको रुपियाँ पनि चल्छ, बराबर चल्छ। संहितामा गएर विकास भएका छन्। यो एकाल राज्य सत्तात्मक गर्ने यो राजाहरूबाट आफूभित्र जगडाएर राख्ने, आफू मात्र एउटा बडा महाराजा धिराज बनेर अरूलाई रैतीकै रूपमा जनता नागरिक नबनाउने जनताकै रूपमा राख्ने सोच जुन राजाहरूमा आयो त्यो हामी त भन्छौँ सिधै राजगुरुहरूले, राजाका आसेपासेहरूले जो पहिले हाम्रा पनि त पश्चिममा 2224 राज्य टुक्र्याउने पनि त त्यहाँभित्र गुरुहरू हुने, जति भुरे टाकुरे राजा बनायो त्यति बडा गुरुजी हुने भयो, जति त्यहाँको पुरोहित हुन पाउने भयो। त्यहाँबाट अनि स्कुलिङ गरे, अब पहिला खानापिना खुवाए, ढङ्ग्रो फुके, त्यस मिठो मिठो खुवाइदियो, त्यसपछि शङ्ख फुके, गुरु बने, लास्टमा काना फुके गरे यता चाहिने बडा गुरुजीहरू नारायणहीटीमा राजालाई वीरेन्द्र राजा ज्ञान राजाहरूलाई चलाउँदै गए, उताबाट बनारसमा अर्का गुरुहरूलाई पढाउँदै शिक्षित दीक्षित गर्दै गए, लास्टमा काना फुको खासाखुसो गरे, त्यही सिरपेज खोटेर लगे। ज्ञानेन्द्र सरकारको कहाँ गएको छ सिरपेज? सिरपेज त हाम्रो गएको छ, हाम्रो हो सिरपेज गएको। हामीले त उहाँलाई यो सिरपेज तपाईँले पहिर्नुहोस् र सबैको जात जाति भाषा धर्म सम्प्रदायलाई टच गरेर सबैलाई समानुपातिक तरिकाले 100औं फुलका थुङ्गा भने जस्तो बगैँचामा हजारौँ फुल भयो भने सुहाउँछ नि, यसरी फस्टाउने मौका दिनुहोस् मात्रै भनेका थियौँ, तर दिएनन्। त्यो दिएन, आजको स्थिति आयो। तिनै बाजेहरू, तिनै दरबारीहरू, तिनै भित्रका मूल पुरोहितहरूले ती राजा त एउटा हामी त अहिले त सिधै भन्छौँ नि ब्राह्मणवाद नस्लवादमा, राजाहरू पनि नस्लवादीमा चलिरहेका थिए, राजालाई सघाउने सल्लाह दिने गुरु पण्डितहरू थिए, ती पनि नस्लवादै थिए। तिनीहरूको कारणले यो नौबत आएको हो। नस्लवाद भनेको चाहिँ के हो? ब्राह्मणवाद भनेको के हो? ब्राह्मणवाद भनेको मनुवाद, जो धर्ममा विश्वास गर्छ। तपाईँको चाहिँ नि एउटा भाग्यवाद के, र एउटै वर्गलाई एउटा आफ्नो पहुँचको भएको आफ्नो मान्छेलाई मात्र अफिसरदेखि सबै बनाउने मेन मूल पदहरूमा के। अब हाम्रो भन्छु हाम्रो मस्ट संस्कृति मस्ट धर्मअनुसार हाम्रो भणरे पुजाएर भन्ने हुन्छ नि, धामी हुन्छ, जस्तो धामी हुन्छ भणरेको छोरा भणरे हुन्छ के, पुजाएर तिनीहरू हुन्छ नि। त्यस्तै गरेर आफ्ना भणारे पुजारे धामी जे छन् सोद्धा भेद्दा लाग्दा टेक्दा एउटै नस्लका तिनका आसेपासे मात्रै ल्याए, जसको कारण यो भयो। र यहाँनिर अब अघि राजा उहाँले गुरुले म आदर गर्छु, उहाँले भन्नुभयो राज संस्था भन्नुभयो, राजा र राज संस्था र हिन्दू राष्ट्र भन्नु। एउटा कुरा म यहाँलाई के बिन्ती गर्छु भने यो हजुरको लोकप्रिय मिडिया मार्फत को हुन् त राजा हुने, आउनु पर्यो सामने। र यदि राजा हुने त्यही हृदयेन्द्रलाई राजा मान्ने कुरामा त अघि भन्नुभयो भने यो जातको आधारमा राजकुलमा जन्मियो, त्यो नस्लवादको आधारमा राजा मान्ने कुरा हामी हुँदैन। तर हामी त भन्छौँ सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र आएको छ। विनाशकाले विपरीत बुद्धिमा कोही पनि नजाउँ, यो विगतको लामो शासन सत्ताबाट पाठ सिकौँ। यही सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई राम्रो बनाऊ। यसमा गल्ती छन् भने ऐन कानुन छन् गल्ती सुधार गरौँ, संविधान गल्ती छ भने सुधार गरौँ, यसैलाई संस्था गरौँ, धर्मनिरपेक्षतालाई स्वीकारौँ। एउटा उहाँ त राजा ल्याउने, हिन्दू राजा जसरी ल्याउने भन्नुभएको छ नि त। होइन तपाईँ त्यसो भने यसो मैले तपाईँलाई सोध्छु, राजा ल्याउँदैमा उहाँले हृदयेन्द्र राजा भन्नुभयो, हृदयेन्द्र राजा ल्याउँदैमा नेपालमा हिन्दू राज्य ल्याउँदैमा के हुन्छ भन्नु न, के बिग्रिन्छ त? छाडा भयो, गति छाडा भयो। राजा आउने बित्तिकै फेरि यहाँ अब हेर्नुहोस् है, म भन्छु हजुरलाई, राजा यो पहिला यो गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेश लोकतन्त्र यो पाएको अधिकार छ नि, यसलाई विसन्न गर्ने बित्तिकै यहाँ काटाकाट मारामार देशै रहँदैन। सङ्घीयता भनेको के? सङ्घीयताको परिभाषा भनेको देश टुक्रिनुभन्दा अगाडि नै सङ्घीयतामा टुक्र्याउनु हो के। देश टुक्रिने स्थितिमा बाहुन छेत्री काटिन्छ, छेत्री बाहुन काटिन्छ, बाहुन छेत्री काटिन्छ, आलो रगत चाटिन्छ जस्ता नारा लाग्यो होइन। यो देशमा हामीलाई आत्मनिर्णयको अधिकार सहितको स्वायत्त प्रान्त चाहियो भन्ने अधिकार आएन, त्यसकै उपज बाध्य भएर यिनले सङ्घीयता दिए के। सङ्घीयतामा गणतन्त्र सङ्घीयता जानु बाध्य पर्यो भने रहरले दिया हो, यिनले हाम्रो मायाले दिया हो, त्यो त बाध्यात्मक परिस्थितिमा सङ्घीयता आयो। अब फेरि सङ्घीयता लिने काम कहीँ कतैबाट हुन्छ भने खबरदार त्यसले देश टुक्रिन्छ। तर सङ्घीयता होइन, सङ्घीयता डुब्न दिनु हुँदैन नि। अब सुन्नु, अहिले अवस्था के छ? म भन्छु अवस्था के छ? के गर्नुपर्छ? श्रीलङ्काको अवस्था सङ्घीयताको कारणले होइन। उहाँले भन्नुभयो नस्लवाद, नस्ल त हुन्छ, किन हुन्छ भने सिंहको बच्चा के हुन्छ? स्याल हुन्छ। अनि त्यसपछि नस्ल त किन हुँदैन? हुन्छ त, जे कुराको पनि नस्ल हुन्छ। राजाको सन्तान भनेको, किनभने उसले एकीकरण गरेको यो राज्य हो, उसले बनाएको यो यहाँको संरचना हो, त्यस कारणले गर्दा ऊ अभिभावक हो। नेपालको इतिहासमा यदि त्यस्तो गर्ने अर्को व्यक्ति छ भने देखाइदिनुहोस्, इतिहास हुनु पर्यो। एउटा कुरा यो। दोस्रो कुरा के छ भनेदेखि उहाँले भन्नुभयो गणतन्त्र, सङ्घीयता, धर्मतन्त्र यही ठिक छ, यही ठिक छ।
त्यो जनमतको पोको खोलेर हेरौँ न त। नेपाली जनताको जनमत चाहिँ कुल्च्याउने अनि विदेशीलाई चाहिँ गुरु मान्ने अनि विदेशीको एजेन्डा लागू गर्ने अनि देशलाई अस्थिर बनाउने संघीयताको विरुद्धमा जानु हुँदैन भने देश ठुक्रिसक्यो बाबा। तपाईँको घरमा तपाईँ ऋणले चुर्लुममा डुबिसक्नुभयो, अब कति जोड गर्नुहुन्छ तपाईँ? त्यस कारणले गर्दा संघीयता तुरुन्त हटाउनुपर्छ। हामीले राजतन्त्र भनेका छैनौँ, राजाले प्रत्यक्ष शासन गर्ने भनेका छैनौँ। राज संस्था जसरी के भने राजा रहेर पनि बेलायतमा विकासको कमी भएको छैन, जापानमा कमी भएको छैन। त्यस कारणले गर्दा यो नेपालीकरण राजाले गरेको राज संस्था हुनुपर्छ। अहिलेको राष्ट्रपतिको जस्तो एउटा सम्मानित ठाउँमा भनेको एउटा राजा हुनुपर्छ। राजा जुन अहिलेका जुन पात्र छन्, ज्ञानेन्द्रलाई मानौँ हामीले, लो नमानौँला अरे, पारसलाई नमानौँला अरे, त्यो हृदयेन्द्र भनेको त्यो जुन बच्चा हो उसमा कुनै किसिमको दोष पनि छैन, कलङ्क पनि छैन। उसलाई मानेर जाँदाखेरि बिग्रिन्छ। खास गरी तपाईँहरूको धर्म संस्कार अनुसार मैले पनि पढेको थिएँ, राज संस्था कसरी चाहिँ मोनार्की सिस्टमद्वारा राज संस्था राजा अभिषेक हुँदो रहेछ भनेर है। सायद तपाईँहरूले अझ बढी पढ्नु भएको होला, तर मैले मेरो खोज अनुसन्धान अनुसार राजाको छोरा राजा हुने र जो राजाको सिस्टम छ छोरा उसकै हाँगा उसकै जरा आउनु पर्दो रहेछ। त्यो उसको अन्त त 2058 साल जेठ 19 गते भइसक्यो, राजा वीरेन्द्रको अन्त वंशनाश। उहाँको रगत कोही भएको खण्डमा राजा हुने सिस्टम तपाईँहरूकै धर्मग्रन्थमा लेखेको छ। म भन्छु तपाईँकै धर्मग्रन्थमा लेखेको छ है। यस्तो हो क्या, जब कुनै पनि व्यक्ति छैन भने त्यसको विकल्प के हुन्छन्? त्यही वंशमा अर्को त छैन। तपाईँलाई एक मिनट है, तपाईँले कुनै भनेको तपाईँको आफ्नो गाउँ जहाँ छ त्यहाँ तपाईँले मैले चाहिँ फेरि नेपाल के भन्छ तपाईँहरूकै धर्मग्रन्थको आधारमा भनेको। ठिक छ, म पुष्टि गर्छु कि तपाईँले एउटा 5 रोपनी जग्गा पनि किन्नुभयो, त्यहाँ घर पनि बनाउनु भयो, तपाईँ हुनुहुन्न, तपाईँको छोराले दाबी गरौँ, त्यसपछि त्यो छोरा पनि छैन, नातिले दाबी गरौँ, हुँदाहुँदै भनेको उसका सन्तानले दाबी गरिरहन्छ हाम्रो बाजेले आर्जेको यो जग्गा हो, यो घर हो, यो हाम्रो हो, हाम्रो पुर्खौली हो भनेर। उसले जब भन्छ हामी आफ्नै ठाउँ भनेको खोटाङ जिल्ला म जान्छु, आफ्नो घर छ भन्दा म जन्मिएको मेरो जग्गा त्यहाँ छ भनेर जान्छु भने के त पृथ्वीनाथले ग्रहण गरेको यो राज्य उसको वंशले चाहिँ यहाँको नेतृत्व गर्न नहुने? यो अनेक किसिमका यो गलत व्याख्या नगर्दाखेरि इतिहासलाई गलत नहोस्, त्यस कारणले गर्दा त्यस्ता खाले कुरा। एक मिनटको एउटा कुरा उहाँले जनमतको कुरा गर्नुभयो क्या, मलाई खड्के त्यो खुसी भयो। 2062-63 को जनआन्दोलन हुँदा ज्ञानेन्द्र सरकार राजा थिए, सेना प्रहरी अदालत सारा राजासित थियो। त्यतिखेर जन्म सङ्ग्रह नगराइकन जनमत नबुझिकनै आन्दोलन एउटा 20,000 मान्छे सडकमा निस्क्यो भने 3 करोड जनसङ्ख्या भएको देशमा 20,000 मान्छे 16,000 मान्छे काठमाडौँको सडकमा निस्किने सडक त भरिन्छ नि। त्यो देखेर आफ्नो सिरपेस खुजाएर खुसुको पलतिर दिने। अब त्यसपछि त गणतन्त्री संविधान आयो, अब त के छ भने समाधान छ तपाईँ हाम्रो बिचमा, तर छाती ठुलो बनाउनु पर्यो, सोच बदल्नु पर्यो, उपाय छ, हामी सोल्युसन छ। यिनीहरू फेल भए म मान्छु तपाईँको गणतन्त्रका नेताहरू प्रचण्ड, अब यो सबै गर्ने यो तपाईँको धर्म सक्ने त्यो हिन्दू राष्ट्र सक्ने चाहिँ हामी होइनौँ। नेपाल दाल अनि पौडेल कोइराला बा दाल पौडेल सिटौला ओली यिनै हुन् नि, हामी क्षेत्रीले छोडिसकेका छौँ। अझै हामीसित सूत्र छ। तपाईँ सुन्नुहोस्, एक मिनट तपाईँले सुन्नुहोस्। हामी क्षेत्री शक्ति खस आदिवासी जनजाति 28% यो देशका, हामीले के सहयोग गरेनौँ? राष्ट्रमा मधेसीले के सहयोग गरेन? थारूले के सहयोग गरेन? देशभरि छरिरहेका 14% जनसङ्ख्यामा दलित छन्। अब के गरौँ? अब समाधान छ नि, मान्छन्? सोच्नु पर्यो। हजुरको टच छ भने राजालाई पनि भन्नुहोस् न, सोच बदल्नुहोस्। अब के गरौँ भने गणतन्त्रमा आएको छ, संहिता गएको छ, धर्मनिरपेक्षता छ। संहितामा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा दबोचिएका, सुलीमा चढेका, गोली खाएर मरेका राजा र तिनका रैती, तिनका सन्ततिहरू, तिनका प्रजा जनताहरू पनि आज पीडामा आएर बोल्न लागे। त्यस कारणले पहिचान र सह अस्तित्व सहितको पहिचान सहितको संघीयता राजाले स्वीकारौँ। यी प्रचण्ड ओली देउपाहरूले स्वीकारेका छैनन्। राजाले हिलियाङ लिम्बूको राजा हो नि पहिला, एउटा लिम्बू र किराँत भनेर एउटा भूगोलको नाम दिँदा के हुन्छ? कर्णाली राप्ती सेती दिनु र यता कोइराला गाउँ, बडु गाउँ, कार्की गाउँ त नाम राखेकै छ। एउटा प्रान्तको नाम लिम्बुवान भनेर दिउँ, नेवा तम्सालिङ भनेर राखिदिउँ। नामले केही बिग्रिँदैन गुरु, तपाईँ ज्योतिष हो, तपाईँलाई थाहा छ। अनि खसान भनेर प्रान्त राखिदिउँ, अनि यसलाई हामीले स्वीकारौँ। अनि राजा हुनलाई हिन्दू मात्रै हुनुपर्छ र? राजाले सर्वधर्म समभाव
मेरा जनता हो लिम्बुवानका वासी, त्यहाँ बाहुन छेत्री ठकुरी छन्, हजुर पनि त्यहाँको मान्छे, यता नेवामा सबै छन्, तिनको सहअस्तित्व स्वीकारौँ, पश्चिमको स्वीकारौँ, तराईका थारूको अस्तित्व स्वीकारौँ। मधेस त अलग प्रान्त भइसक्यो, टुक्रिया छैन नि, टुक्रिँदैन, चिन्ता नमानौ। मधेसलाई जति नेपालपट्टिको माया छ नि त्यति यो छेत्री बाहुन ठकुरीलाई छैन के। थारूको जति देशको माया छ नि त्यतिको यो छेत्री बाहुन ठकुरीलाई छैन। ज्वलन्त उदाहरण अहिलेसम्म गरेका सन्धि सम्झौता र यिनीहरू नेपालको अन्तर्राष्ट्रिय मञ्चमा बदनाम गर्ने थारू होइन, मधेसी होइन, जनजाति होइन। हामी हौँ, म स्वीकार्छु। तर राजाले के गर्नु पर्यो भने, यदि तपाईँ राजा खोज्नुहुन्छ भने हामी पनि मान्छौँ। यी अहिलेका ठुला ठुला नेताहरू चाहिँ फेलुवर भइसक्यो नि, बहुमतै सिद्ध गरिरहने राणाकोमा छन्। आउन् राजा सडकमा, ल म राजाले पहिला के भन्नु पर्यो भने, मेरा पृथ्वीनारायण शाहका पुर्खा पर्बाजेदेखि आजको दिनसम्म मेरा पुर्खाहरूले के गल्ती गर्यो तपाईँ रैतीहरूलाई, तपाईँ विभिन्न जात जाति भाषा धर्मावलम्बीहरूको, लिम्बूको भाषा मर्यो, खसको भाषा मर्यो, थारूको भाषा मर्यो, मैले एक भाषा एक राष्ट्र एक झन्डा भने मेरा पुर्खाले। अब म तपाईँहरूको भाषा धर्म संस्कृति सबै स्वीकार्छु र मेरा 13 पुस्ताले गरेको त्यो जानी नजानी मेरा 13 पुस्ताका स्वर्गवासी राजाहरूले, मेरा पूर्वजहरूले गरेको गल्तीको लागि म तपाईँहरू आम नेपाल जनता र जसलाई शोषित शासित उत्पीडीमा पर्नुभयो उहाँहरूको तर्फबाट, म मेरा पुर्खाहरूको तर्फबाट क्षमा माग्दछु, क्षमा प्रार्थी छु। अब म रैतीहरूको तपाईँहरूको इच्छा र तपाईँहरूको चाहना अनुसारको शासन व्यवस्थामा तपाईँहरू साथ दिन्छु, म स्वीकार्छु भनेर एउटा गोटे राजा त 5 जना राजा राखेर नेपाल आर्मीको कर्नेलको भत्ता र रासन दिएर पालेकै थियो नि। त्यस्तै सङ्घ बनाइदिउँ, प्रान्तहरू राखिदिउँ, प्रान्तहरू। राजा चाहिँ महाराज धिराज बनेर राजा रहन् नि। हामीलाई आपत्ति छैन, लिम्बूलाई राजा हुनु छैन, खसलाई राजा हुनु छैन, नेवारलाई पनि। म अस्ति डाक्टर केशरमान साकेसित बसेँ, उहाँलाई पनि राजा हुने इच्छा छैन। के भने कुनै व्याख्याको फरक हो। 5 विकास क्षेत्र, 14 अञ्चल, 75 जिल्ला, त्यो पनि के छ भने एउटा विकासको लागि त्यो पनि हो। तपाईँको व्याख्या भनेको त्यही एउटा राम्रो गरी खाने मान्छेलाई कहिल्यै पनि के भने खाने मुखलाई जुगाले थेक्दैन भने जस्तो राम्रो गर्ने मान्छेलाई केही कुराहरू पनि चाहिँदैन। घरमा 4 भाइ छोरा छन्, सबै न्युमै खोजिरहन्छन्, झगडा गर्छन् भने त्यहाँ एउटा अभिभावक हुनुपर्छ कन्ट्रोल गर्ने। त्यस कारणले गर्दा उसका पनि कुरा सुन्ने, घर झगडा मात्रै उसका पनि कुरा सुन्ने। कोही धर्मको नाममा झगडा गर्छ, कोही राज्य को नाममा अंशको नाममा झगडा गर्छ, कोही के को नाममा झगडा गर्छ। यस्ता झगडा गरेर अभिभावक हुनुपर्छ। अभिभावक भनेको संस्था हो, राजा नभएको देश पनि विकास भएको छ त। अमेरिकामा राजा छैन, त्यही चाइना हेर्नुहोस्, चाइनामा राजा छैन। अनि नेपालको एकीकरण भनेको प्रत्येक देशको इतिहास सुन्नु न, प्रत्येक देशको इतिहास फरक हुन्छ। भारतमा धेरैवटा राजा थिए, तर भारतमा एकीकरण कुन राजाले गरे त गरे कसैले? त्यो हुनाले प्रत्येक देशको इतिहास फरक हुन्छ। यो नेपालको एकीकरण पृथ्वीनारायण शाहले गरेको हुनाले त्यो भारतसँग नेपाल मिल्दैन, चाइनासँग नेपाल मिल्दैन, बेलायतसँग नेपाल मिल्दैन। जसले एकीकरण गरौँ, मैले तपाईँलाई उदाहरण बनाएको घर र जग्गा तपाईँको सन्तानको वंशको अधिकार हुन्छ, मेरो बाजेको पुर्खाको हो भन्छ भने राजवंशले त्यो भन्न पाउँदैन। त्यस कारणले गर्दाखेरि यस्ता अनावश्यक तर्क कुतर्क गर्नुको अर्थ छैन। त्यस कारणले गर्दाखेरि हामीले राजतन्त्र भनेका छैनौँ, राजतन्त्र अब हुँदैन पनि, सम्भव छैन। तर राज संस्था रहनुपर्छ। राज संस्था भनेको अभिभावक हो। कुनै पनि तपाईँको घरमा भनेको 4 छोरा छन्, श्रीमती सबै झगडा गर्छन्, बाठा मात्रै हुन्छन्, कन्ट्रोल गर्ने चाहिँ कसले त? एउटा अभिभावकले कन्ट्रोल गर्छ। त्यस्तै एउटा अभिभावक हामीलाई चाहिएको हो। यो 5 वर्षमा चुनाव हुने राष्ट्रपतिको जुन खर्च जे जति छ राज्यले थेगेर पनि सक्दैन। त्यस कारणले गर्दा एउटा संस्था रहन्छ बाबा, एउटा संस्थालाई दिने सामान्य खर्चले त्यो संस्था खान्छ बस्छ। एउटा सांस्कृतिक राजाको रूपमा त्यो रहिरहन्छ। त्यसले देशको विकासमा आखिरी शासन गर्ने त प्रधानमन्त्रीले हो, यहाँका नेताले हो, सांसदले हो, गाउँ ठाउँका व्यक्तिहरूले, अध्यक्ष उपाध्यक्षले हो। विकास गर्ने कुरा त छँदैछ। राजाले गरेर विकास गर्दिने होइन। राजाले राजा पनि 240 वर्षसम्म थिए नि त। 240 वर्ष के गर्यो त राजा? के गर्यो त? पृथ्वीनारायण शाह तपाईँ के अरे नेपालको एकीकरण तपाईँले गरेको हो। नेपालको भौतिक संरचना तपाईँले बनाइदिएको हो। त्यसकारणले गर्दा इतिहास परिणाम हेर्नुहोस् न त। परिणाम भनेको पृथ्वीनारायण शाहको र बहादुर शाहको, महेन्द्रको मात्र हेर्नुहोस्, बाँकी अरू राजाको कुरा नगरोस्। अरू राजाले केही गरेका पनि होइनन्। त्यस कारणले गर्दा यी व्यक्ति यिनीहरूले जे कुरा गरे नेपालको इतिहासमा बाबा एउटा प्रमाण छ
भनेको यति विद्यालय बनाए, यतिवटा हस्पिटल बनाए, यतिवटा उद्योग धन्दा खोले, पूर्व पश्चिम राजमार्ग बनाए, कोदारी राजमार्ग बनाए, दुनियाँ कुरा गरेको कुरा इतिहास हुँदाहुँदै त्यही बाटोमा हिँड्ने अनि त्यही बाटो बनाउनेलाई सराप्त हिँड्ने। हामी यति कृतज्ञ नबनौँ, इतिहास बुझौँ र धर्म र राज संस्थाको बारेमा र देशले कस्तो व्यवस्था चाहेको त्यो कुरा भनेको बुझेर गरौँ। राजनीति बुझ्नु पनि पर्छ, धर्म बुझ्नु पनि पर्छ। यो बाहिरी बोक्रो बुझाइ लिएर झगडा गराइले कुनै अर्थ रहँदैन। ठिक छ, तपाईँको बोक्रो बुझाइ हो। राजाले भन्नुभयो, गुरुले भन्नुभयो भने पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे भन्नु भने वास्तवमा गरेको हो, तर एक्लै पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरे होइन है। पृथ्वीनारायणका शाहका योद्धाहरू थिए, सबै जात जाति भाषा धर्म सम्प्रदायले साथ दिएर नेपाल एकीकरण भएको हो। र पृथ्वीनारायण शाहको थिए भनेर सबैको नाम त दिव्य उपदेशमा सुन्नुहोस्, मामालाई सोद्धाखेरि कसलाई बनाऊ त सेनापति, बाहुनलाई बनाऊ। गुरुले भन्नुभयो बैलकी सवारी है बाहुन ढिलो पुग्ला। अनि कसलाई बनाऊ त, ठकुरीलाई सहिले जाउँ, बाघकी सवारी हो। जनजाति गरौँ, आइकबर लाको टागन घोडा हो। कसको सहयोग, खसलाई बनाऊ भन्दाखेरि त्यो भनेको तुर्किस घोडा हो भनेका छ। एउटा के हुन्छ भने कहिले पनि यो बाहुनवाद र यो दुनियाँ मनुवाद भनिन्छ, जसले भनेको तपाईँले इतिहास लेख्नुभयो, तपाईँको बुद्धि छ, विवेक छ, एउटा पुस्तक बनाउनु, इतिहास बनाउनु, तपाईँलाई मान्ने कि नमान्ने। एउटा व्यक्ति जाँड खाएर सडकमा सुत्छ, केही गर्न सक्दैन, मनपरी बोल्छ, घर झगडा गर्छ, आफ्नो श्रीमती परिवार पाल्न सक्दैन, त्यो व्यक्तिलाई भनेको चाहिँ त्यसले त्यो फलाना व्यक्तिले लेखेको इतिहासमा मान्दिनँ, त्यसले किन पुस्तक पढो, किन त्यसले एमए पास गरौँ, किन पिएचडी गरौँ भनेर त्यसले त्यो जाँड खाने मान्छेले त्यो पिएचडी गर्ने व्यक्तिलाई र त्यो इतिहास बनाउने व्यक्तिलाई सरापेर हुन्छ। त्यो भनेको सडकमा बसेर सरापे जस्तो। त्यसकारणले गर्दा इतिहासलाई अघ्याउने कामहरू नगरौँ। त्यसकारणले गर्दा कुनै पनि कुराको इतिहास हुन्छ। राजतन्त्रको बाटोको कुरा, पूर्व पश्चिम राजमार्गको बाटो बनाएको कुरा छ नि, अहिले यो फेरि मध्य पहाडी लोकमार्ग रसियाले बनाएको रहेछ, मैले हेरेको थिएँ। सुन्नुहोस् न, 47-48 सालदेखि 79-80 सालसम्म पनि पूर्वाधारको विकास नभएको होइन। पूर्वाधारको त त्यति बेलाको भन्दा राम्रो भएको छ, युगानुकूल हुनु पनि पर्थ्यो, गरे पनि छन्। समय अनुसार हो त। गुड गभर्नेन्सी अहिलेका यी गणतन्त्रका निकम्माहरूले गुड गभर्नेन्सी चलाउन नसकेको कारणले हाम्रो बिचमा असन्तुष्टिहरू भरिएको हो, विमतिहरू आएका हुन्। के यो मेन कज चाहिँ यिनीहरूको गुड गभर्नेन्सी चलाउन नसक्ने क्षमता, राज्य सञ्चालन हुलदङ्गा गर्ने, मान्छे मार्न, आन्दोलन गर्न त यिनी सफल भए, तर गुड गभर्नेन्स चलाउन सकेनन्, मिल्न सकेनन्ले मात्रै आज यो गति आएको हो। तर व्यवस्था त गणतन्त्र संहिता प्रजा डेमोक्रेसी त डेमोक्रेसी हो नि। सब अब एकजना अहिले भनौँ न 15 वर्ष 20 वर्षको राजाको छोरालाई राजा बनाइदिनु भयो नि। जनमतको पोको खोलौँ भन्नु न। जनमतै भएको छैन नि, कहाँ जनमत भएको छ? सांसदले गरेर ल्याएको पोको चाहिँ के हो त? तपाईँले खोइ बुझेको त? जनमत संग्रह गराउनु पर्यो, भोट हलाए भयो। जनमत हो कि होइन? त्यो सोधिया कुरा त काङ्ग्रेस एमाले माओवादीका सांसदले ल्याएको उनले सबै त्यो आफ्नै पनि भरेछ नि। त्यहाँ के छ? गणतन्त्रमा त्यहाँ कति प्रतिशत छ, संहितामा के छ, धर्मव्यवस्थामा के छ, त्यो पोको खोलौँ त? त्यो पोको त नबुझिकन बोल्ने, त्यो पोको खोलौँ न त ल। जन्म संग्रह किन राजाले गराउन सक्नु भएन त? त्यो भनेको त्यो जनताको होइन, त्यो कसले पठाएको पोको हो? पछि राति आएर सिसाकलमले मेट्या त्यो अर्को बनाइदिने सोच्छ। तपाईँ मभन्दा वृद्ध हुनुहुन्छ, म तपाईँलाई सम्मान गर्छु, तर राजनीति र धर्मको बारेमा बुझेर कुरा गरौँ। यो बकमपुसे बोक्रो कुराहरू चाहिँ नगरौँ, यो ठिक हुँदैन। विकास अब निकम्मा चाहिँ यिनीहरू हुन् है, अहिलेका गणतन्त्रका नेताहरू निकम्मा हुन्, तर गणतन्त्र ल्याए देशमा तर चलाउन सकेनन्, र्याङ्कोमा ठ्याङ ल्याउन सकेनन्, यी दोषी हुन्। तब नै आज संहिता चाहिँदैन भन्ने कुरा। अरे यार 50वटा राजा भयो अरे, 400 माननीय भयो अरे, 7 जना प्रदेशमा 10 प्रदेशै पछि 10 जना मन्त्री भयो अरे, किन रिस मान्नुहुन्छ यार? हुँदिनु न, जनताका छोरा भयो नि। इकोनोमिक प्रमोसन गरौँ, आर्थिक गति, देशलाई अर्थतन्त्रमा समृद्धि बनाऊ। जनताले मौका पाए नि। अर्को कुरा, 14 अञ्चल 75 जिल्लामा पनि 75वटा सिडिओ छँदै थियो। 14 अञ्चलमा 14वटा के भन्छ त्यसलाई, अञ्चलाधीश छँदै थियो। त्यति बेला नि खर्च त थियो नि, त्यो अनुसारको जुन बजेटको रूपता छ, अहिलेको संसारको इकोनोमीको जुन वृद्धि छ, त्यो वृद्धि अनुसार त त्यति बेलामा लाखमा भयो होला, अहिले त खरबमा हुने भयो। त्यति नै हुने भएन, के फरक भएर देश भनेको त्यो बेला भनेको के टाट पल्टिने अवस्था छ भनेर कहिले भन्ने कुरै भएन। आज भनेको देशको हालत के छ? सबैलाई चिन्ता छ नि त। यो देश भनेको कसरी सुध्रिन्छ? श्रीलङ्काको अवस्थामा यिनीहरू के हुन्छ भने सबै होइन, यसो हुन्छ, अलिकति अभिभावकको डर परिवारलाई हुनुपर्छ, अनि मात्रै होइन भने छाडा भइन्छ। म चाहिँ गाउँमा हुर्केको मान्छे हो। राजा हुँदाखेरि नि यति धेरै चाहिँ त्यहाँ विध्वंस थियो होइन, तपाईँको यति धेरै अशान्ति थियो, हामी पढ्नु नपाएर कस्तो भएको थियो मलाई मात्रै थाहा छ। त्यो राजाले त कन्ट्रोल गरेको देखिनँ मैले त त्यहाँ त।
म सानोको कुरा गर्छु म जब बेला भ्याउँछु पछाडि नि राजाले छोडिसकेपछिको पछाडिका आन्दोलन र 62 त्यसपछि अगाडिको कुरा गर्दैछु म त्यो बेला अब तपाईको ठाउँमा के थियो मलाई थाहा भएन तर के माओवादीको क्रान्ति किन नरोकेको त्यो बेला जस्तो शान्त समाज कहिले पनि कहाँ हुन माओवादीको समय 17000 मान्छे मरेको ज्ञानेन्द्रको समय वीरेन्द्रको समयमा होइन कसरी पत्रिका 62 सालको पछिको कुरा हो सर यो के छ भनेदेखि नहुने कुरा नगर्नु फेरि तपाईँ 47 भन्दा अगाडिको कुरामा राजतन्त्रको समय थिएन राजतन्त्रको समय थियो त के छ भने केही भनेको विदेशीलाई गुरु मानेका व्यक्तिले मात्रै समाज भाँडिरहेका थिए बिगाइरहेका थिए होइन भनेदेखि किन गरेन राजाले हाम्रो प्रश्न त त्यहाँ हो नि त राजाले किन गरेन त राजासँग त सबै कुरा थियो अहिले उहाँले भन्नु भएन अदालत थियो पुलिस थियो आर्मी थियो सबै थियो त अनि के राजाले अब गर्ने किन गएको बनाइदियो संरचना अहिले किन गएको अब के गर्न बाँकी अनि फेरि अहिले किन फर्किनु चाहेको बेलामा जाने सङ्कट परेको बेलामा सङ्कटमा जाने अनि फेरि फर्केर आउनु हुन्छ अनि समाजमा खाली भड्किने खाली कुरा राख्ने यस्ता कुराले भनेको यो समाज राजतन्त्र थियो त उसँग शक्ति थियो उसले किन गरेन हाम्रो त कुरा त त्यो हो नि त उसँग सबै कुरा थियो तपाईले फेरि गरेर किन भन्नु अनि किन ल्याउने त नेपाली एकीकरण जो गर्दै गरेन किन कसले बनायो त कसले गर्यो त मेरो भनाइ चाहिँ त्यो हो नि त हाम्रो जनताको भनाइ साधारण मान्छेको भनाइ क्या उसले किन बुझाए एकीकरणको पात्र र नेपालको संरचना बनाएको पात्र अर्को देखाउनुस् न त इतिहास भनेको परिवर्तन हुन्छ क्या सर देश भनेको त हिजो के भन्छ पहिलो विश्वयुद्ध दोस्रो विश्वयुद्ध भन्ने देशको पछिको परिभाषा हो क्या आज कुरा त 33 वर्ष भइसक्यो देश यो नभए सुन्नु पृथ्वीनारायण शाह नभएको तपाईँ जन्मिनु थिएन तपाईँको बुवा जन्मिनु थिएन म जन्मिनु थिएन त्यो त हुँदै हुँदैन नि अब यसो गरौँ हजुर हामीले के गरौँ भने नेपालको संविधान 2072ले केन्द्र सरकार प्रदेश सरकार र स्थानीय सरकार भनेको छ जिल्ला भन्नेको छैन जिल्लाको अवधारणा संविधानले अहिलेको संविधानले इम्प्र्याक्टिकल्ली जिल्ला चिन्दैन जिल्लामा भएका सिडिओ प्रणाली त्यो अब भने एउटा गाउँपालिकामा हुने प्रहरी पनि छ न्यायिक समिति पनि छ त्यहाँ छलफल गरौँ जिल्लाको जो संरचना छ मैले हिजो अस्तिको कुरा पनि गरेको छु जिल्लाको संरचना खारेज गरौँ अनावश्यक म्यान पावरलाई हटाउँ यो राणाकालीन देश बिगार्ने नेता र राजा मात्रै होइन के राजाले पनि राजा र नेतालाई मात्रै दोष दिँदैन देश बिगार्ने राणाकालीन बडा हाकिम अञ्चलाधीश पाराका कर्मचारीहरू ब्युरोक्रेसी भन्छ नि यो कर्मचारी तन्त्रले बिगारेको छ त्यसलाई सुधारौँ कर्मचारीहरूलाई सुस्त दुरुस्त बनाऊ 21औं शताब्दीको क्यापेबल कर्मचारी स्थापना गरौँ अब किन नगरेको त अहिलेका नेता आएका होइनन् होइन किन पहिलेको कुरा लु गल्ती देख्नुस् तपाईले एकछिन भनेको त्यो बेला यो भयो त्यो भयो दुनिया कुरा भन्नु होला त्यो इतिहास जति कोट्यामी सहित अनि अहिले पछाडी माओवादी आएपछि सुन्नु न 25-30 माओवादी आएपछि एमाले सहित छ कांग्रेस सधैँ छ दुनिया सहित त अनि यो 32 वर्षमा चाहिँ देशको हालत किन बिग्रेको त त्यसकारणले गर्दाखेरि सामान्य रूपमा भनेको के हुन्छ भने सामान्य समय अनुसारले अलिअलि हुने कुरा आफ्नो ठाउँमा छ तर देशको हालत आज कति खर्बरिन्छ देशको लागि यस्तो हिसाबले हुँदैन सुन्नु न संघीयता भनेको तुरुन्त खारेज हुनुपर्छ यो संघीयता भनेको एक दिन यिनै नेताहरूले हामीले कोसिस गरेका थियौँ हामीले सक्यौँ थेक्न सक्यौँ हामी संघीयता अब कटाउँदैछौँ भनेर भन्छन् नेपालमा भनेको 8वटा राजा पनि चाहिँदैन यत्रो 110-15 वटा मन्त्री पनि चाहिँदैन यस्ता 885 वटा सांसद पनि चाहिँदैन 275 सांसद नै काफी छ नेपालको लागि यति सानो मुलुक छ यत्र राज्य बनाउने विदेशीलाई गुरु मान्ने देश टुक्राउने राष्ट्रियता कमजोरी बनाउने धर्ममा अनेक किसिमका उदण्डहरू मचाइदिने नबुझ्ने व्यक्तिहरूलाई प्रलोभन दिने यस्ता किसिमका कुरा भनेको बुझेर कुरा गरे त ठिकै हो बुझेर कुरा गर्दा मलाई कसैले आएर क्रिस्चियन बनाउन सक्छ मलाई कसैले आएर मुस्लिम बनाउन सक्छ बुझ्न सक्नु सबैमा त बुझ्ने चेतना छैन बिचराहरूले बुझेका छैनन् धर्मको बारेमा छैन इतिहास छैन राष्ट्रियता छैन सबै कुराहरू बुझ्न सक्नु पर्यो नि त बुझ्न सकेका दिन अनि वास्तविकता यो रहेछ भन्ने कुरा हुन्छ आज भनेको मान्छेहरू अझै पनि भ्रममा छन् धर्मको भ्रममा छन् राष्ट्रियताको भ्रममा छन् त्यसकारणले गर्दा यो कुरा के हो भन्दा सबभन्दा पहिले नेपालमा अहिले टड्कारो आवश्यकता के छ भने संघीयता फ्याँकिहाल्नुपर्छ तपाईँ घरमा ऋणले डुब्न आँट्नुभयो भने खर्च घटाइदिनुहोस् अनि मात्र तपाईँ बच्नुहुन्छ संघीयता यदि यो मुलुकबाट संघीयता खारेज गर्यो र संघीयता घटायो भने यहाँ गृहयुद्ध हुन्छ यो देशै रहँदैन त्यसैले संघीयतालाई संस्थागत गरौँ 30 वर्ष हनीमुन बनाएर बिताए त हनीमुनमा 30 वर्ष बिताए केही प्रयास नगरेका पनि होइनन् वीरको छोपेर राखेका जनता आज बोल्न पाएका छौँ हाम्रो कुरा राख्न पाएका छौँ आफ्नो पहिचान र सहअस्तित्वको लागि लड्न पाएका छौँ पस्कन पाएका छौँ कुरा राख्न छँदैछ फरक केही परेन संघीयता भनेको यो देश बिगार्ने संघीयता रहनु भने नेपाल पनि रहँदैन नेपाल टुक्रिन्छ तपाई यो देश तपाईले थेको नि तपाईले त्यो केही भयो भने तपाईले विदेशीका भाषा प्रयोग नगर्नुस् है नेपालीपनका भाषा प्रयोग गर्नुस् विदेशी कुरा गर्नुहुन्छ यार हामी कहाँ
यो संघीयता नेपालको मागै होइन गल्ती गर्ने नेपाली दोष दिने संघीयता कहाँको संघीयता कहाँबाट आयो पछिबाट इन्डिया कहाँबाट आयो संघीयता इन्डिया शक्तिशाली छ नि भारतको यो के भनेदेखि भारतले युरोपियन युनियनले उचालेर त्यसपछि भनेको चाहिँ नेपालमा संघीयता कोसिस गरेको होइन आफू गराउन सक्ने नि संघीयताले लियो भने त्यो बेला यिनीहरूले ठेक्न सकेनन् मैले एउटा सुन्नुहोस् न मैले एउटा अन्तर्वार्ता लिएको थिएँ डाक्टर केशवमान साक्य उहाँ चाहिँ धर्मोदय सभाको लुम्बिनी विकासको उपाध्यक्ष पनि हो पहिला पनि होइन उहाँले आफ्नै मुखबाट भन्नुभएको थियो यो के भन्छ धर्मनिरपेक्ष मुद्दा चाहिँ उठाउने चाहिँ पहिलो म हो 2047 सालमा सबैभन्दा ठुलो आन्दोलन भएको रहेछ त्यहाँ 2 लाख मानिस देशान्तर भन्ने नेपाली काङ्ग्रेसको त्यो त्यति बेलाको पत्रिकाले पनि निकालेको थियो र बिबिसीले पनि आजसम्म त्योभन्दा ठुलो यो त नेपाली जनताले लिएको विदेशीले लियो भने त यो त उनीहरूले लगाएको आरोप हो कुनै तथ्य छैन विदेशीले लियो भने के कुरा छ प्रमाण कुनै आधार छैन भन्ने कुरा उहाँले गर्नुभएको छ खुसी गरिदिन्छन् प्रयोग भनेका यहाँका यी अराष्ट्रिय तत्त्वहरू प्रयोग हुन्छन् काने खुसी गुरु विदेशी हुन्छन् विदेशीले आएर कानमा फुकिदिन्छन् यहाँका उहाँले आफै भन्नुभएको छ उहाँ त धर्मोदय छ उहाँ त लुम्बिनी विकासको त उहाँ त बौद्ध धर्मको त उहाँ त संस्थागत मान्छे हो अब यो व्यक्तिमा नजानुस् मूल कुरामा जानुपर्छ व्यक्तिमा गयो भने उहाँले भन्नुभएको छ के राम्रो व्याख्या गरेका होलान् कसैले गलत व्याख्या गरेका होलान् त्यसकारणले गर्दा इतिहासका कुरामा एउटाले राम्रो नराम्रो भन्ला मूल रूपमा जानुपर्छ व्यक्तिमा जानु त्यसो भने हिन्दू राज्य आउँछ हिन्दू राज्य आउँछ संघीयता खारेज हुन्छ गणतन्त्र हुन्छ यी तीनटा कुराहरू हुन्छन् एक दिन यो देश हामीले प्रयोग गरेका थियौँ गणतन्त्र पनि प्रयोग गर्यौँ सम्भव भएन संघीयता प्रयोग गर्यौँ यो पनि सम्भव भएन धर्मनिरपेक्षता पनि प्रयोग गर्यौँ यसले भनेको राष्ट्रियता कमजोरी गर्यो समाज विघटन भयो वाद विवाद भए दुनियाँ भए धर्मनिरपेक्षले कसरी कमजोरी गर्यो तपाईको धर्म तपाईले मान्नु पाउनुपर्छ मैले मेरो धर्म मैले मान्नु पाउनु उहाँको धर्म उहाँले मान्नु भन्छ नेपाली व्यक्तिहरूलाई प्रलोभन देखाएर कुनै किसिमको तपाईको तिनीहरू डाक्टरले के भइरहेको छ हेर्नुस् न पास्टरले भन्छन् यो मन्त्र हाममा आऊ तिम्रो रोग निको हुन्छ किन हस्पिटल बनाएको अमेरिका बेला त्यस्तो धर्मको पाखण्ड त कहाँ छ हामीले अहिले भन्नु नपरोस् हैन धर्मनिरपेक्ष राष्ट्र त भारत हो त भारत कमजोर भएको छ भारतको यस्तो त्यो भनेको कुनै पनि एउटा नेताहरूमा अलिकति राष्ट्रियता र अलिकति देश थ्याक्न सक्ने क्षमता छ भने हुन्छ यहाँ नेपालको ऊ भनेको शक्तिशाली राष्ट्र छ भारत शक्तिशाली छ त्यहाँको नेताहरूमा भनेको राष्ट्रियता छ त्यहाँको कुरा उनीहरूले कन्ट्रोल गर्न सक्छन् उनीहरूमा त्यो किसिमको यहाँ सक्दैन यिनीहरू छैनन् देखिसक्यौँ हामीले यो हिसाबमा भनेको मैले संहिताको कुरा तपाईँ क्लियर गरेँ धर्मनिरपेक्षताको हकमा चाहिँ के भन्नु खोजे भने मुलुक धर्मनिरपेक्षता हुँदा हिन्दू धर्मले कुनै रोकेको छैन आफ्नो तौर तरिकाले विकास हुँदै गएको छ अहिले गाउँपालिकादेखि नगरपालिका प्रदेश सरकार केन्द्र सरकार र स्थानीय सरकारमा गर्दा वर्षमा 80 अरबसम्मको बजेट मठ माडौँमा गएकै छ 80 अर्ब गुरु पुरोहितहरूले पूजापाठ गरेकै छन् केही बिग्रेको छैन भन्दा दपोचिएका पछाडि च्यापिएका अन्य धर्म समुदायहरूलाई पनि सँगसँगै फस्टाउनु दिँदा के बिग्रिहाल्छ के यसरी त गिरोहित त्यहाँ हुन्छ अब बुद्धिस्टलाई दपोच्ने अब होइन किराँतलाई दपोच्ने अब हामी मष्टमार्गीलाई दपोच्ने अब के भन्नु क्रिस्चियनको चिया पनि खानु भयो भने भेटेको छैन कसैलाई कोही छ भने क्रिस्चियनसित म छलफल गर्छु मौका परे बेला अब सबै धर्म आपसको तर्फबाट फस्टाउन दिने आफ्नो आफ्नो जानेको सिप आफ्नो आफ्नो उसमा चल्न दिने अनि राष्ट्रलाई सबैलाई छोयो सबैको सम्मान सबैको आदर गर्ने त्यहीँनिर राजा पनि म पनि मिसिन्छु भने किन के बिग्रिन लाग्छ भने कि एउटै धर्म एउटै जाति एउटै सम्प्रदायलाई बोकेर त्यो बालकै भए पनि राजै बनाएर बस्नुपर्ने हिन्दू धर्म मात्रै संरक्षण गरेर बस्नु हुन्छ त्यसले पो हुन्छ त्यही त सिंहको बच्चा जन्मियो भने स्याल हुन्छ होइन तपाईँको भनाइमा सिंहको छोरा सिंहै हुन्छ भैँसीको छोरा भैँसी हुन्छ नष्ट शब्द राजा शब्द राजै हुनुपर्छ किनभने तपाईँ जो हुनुहुन्छ तपाईँ गुरुङ भयो तपाईँको छोराले गुरुङ लेख्छ तपाईँको नातिले पनि गुरुङ लेख्छ नष्ट भनेको त्यही हो कि एउटै परम्परा एउटै जाति नलेख्दा पनि हुन्छ नलेख्दा नि हुन्छ नि त्यो गलत व्याख्या भारतमा लेख्दैन त केरलमा लेख्दैन त त्यो गलत लेख्दैन गर्दै नगरौँ त्यसकारणले गर्दा त्यस्ता खाले कुरा नलेख्ने देशमा पनि छ क्या कुरा के छ भने मानिसको एक्जिस्टेन्स हुन्छ क्या धर्मको बारेमा तपाईँलाई म के प्रश्न पार्छु भने उहाँ अमेरिकामा जात लेख्छ जात छ अमेरिकामा कहिले पनि मुस्लिमलाई हिन्दू बन भने जात नलेख्दा नि हुन्छ नि बन भने म यहाँ सुन्नु उनीहरुबाट म जापान बनाउनु म के गुरुङ हुन्छु हिन्दू धर्मलाई चाहिँ किन प्रहार त मुस्लिम पनि यसैलाई प्रहार गर्ने क्रिस्चियन पनि यसैलाई प्रहार गरेछ भने अनि यो अहिलेको संघ यो भनेको जति क्रिस्चियनिटी बढेको छ क्रिस्चियनिटी बढेको चाहिँ के हो त हिन्दूको कुन माडो तोड्यो विदेशीले के भने
गरेका छन् भने कुन कुनै पनि ठाउँमा कुन मन्दिरमा तपाईँ कुन सुन्नु न सुन्नु न सर, कुरा सुन्नु न तपाईँ के हुन्छ भने मलाई सबैभन्दा दुःख लाग्छ धर्ममा तपाईँ प्रवेश सुन्नु, गर्नुपर्छ सुन्नु, धर्ममा प्रवेश सुन्नु, गरेर सुन्नु। राष्ट्रियता कमजोरी हुन्छ त्यही नेपालमा हो भइरहेको नेपालमा तपाईँहरूले गरेको हो नि त बुद्धिस्ट के? धर्म आएर आक्रमण गर्नुभयो हिन्दू ल्याउनु भयो त्यही भएर त कमजोर भयो तपाईँलाई कसले नमानेको छ किराँत धर्मलाई कसले थाहा छैन नमानेको छ? मुस्लिम के धर्मलाई भन्छ कसले उहाँ नमानेको छ? राणाकालीन शासनमा कहिले पनि मुस्लिमलाई हिन्दू राणाकालीन भनेको छ? शासनमा बुद्धिस्टहरू निकालेको होइन तपाईको मारेको होइन, काटेको होइन। व्यक्तिका कुराहरू नगर्नुहोस् न मूल रूपमा भनेको हिन्दू शासन धर्मलाई- व्यवस्थाको कुरा गरेको सुन्नु न, क्या? बौद्ध धर्मलाई सुन्नु, नेपालको धर्म यो भन्नु। देशको विदेशी धर्म भनेको हिन्दू मुस्लिम हो, क्रिस्चियन यो विदेशी पुराना- धर्म हो पुराना यी उनके यो पुराना देशको भनेको चाहिँ के साँचो हो? धर्म भनेको बुद्धिस्ट धर्म हो बौद्ध किन भन्नु त किराँत हो, बुद्धिस्ट धर्म हो यो यति हो म अरू कुरा जान्दिनँ यो देशको साँचो धर्म भनेको बुद्धिस्ट धर्म हो तपाईँलाई एउटा कुरा- साँचो हो भने पक्ष पक्ष एक मिनट। बुद्धिस्ट पुरा धर्म हो। पर्छ। इतिहास गलत हुँदैन अरू मुस्लिम गलत हो। धर्म सुन्नु मुस्लिम धर्म 1400 वर्ष भयो त्योभन्दा पहिले मुस्लिम धर्म कहाँ थियो क्रिस्चियन 2 वर्ष त्यो त विदेशी 2000 मैले वर्ष भनेको भयो त्योभन्दा पहिले त्यो त कहाँ विदेशी थियो हो। बौद्ध धर्म 2500 विदेशी हो। वर्षदेखि विदेशी सुरु हो। भइरहेछ त्योभन्दा पहिले कुन बुद्धिस्ट धर्म मात्र आज संस्कृत 1 अर्ब 95 करोड वर्ष यो नेपालको हिसाबमा वैदिक होइन, सनातन चलेको चलै छ मेरो अगाडि यस्तो त्यसले कुरा गर्न गर्दाखेरि- प्लिज, यो हाँस्छ होइन क्या? होइन मानिसको इतिहास हेर्नुहोस् न त होमो 1400 2025 चाहिँ इतिहास होइन अरूलाई तर्क गर्नुहोस् होमोसेपियन्स भन्नेको अहिले मानिसहरूले वैज्ञानिकहरूले पत्ता लगाएको जम्मा मानिसको उत्पत्ति भनेको 40 लाख वर्ष भयो के 1 अर्ब 40 वर्ष भन्नुभएको तपाईँले अनि त्यो चाहिँ विज्ञानले भनेको कुरा यो 1 अर्ब 95 करोड भनेको त 1 अर्ब 95 त्यो सृष्टि कहाँको कुरा गर्नुभयो? सृष्टिदेखि आइरहेको छ कहाँ त्यो गर्नु वैदिक मान्छे? सनातन चलेको छ। यस्तो हावा कुरा नगर्नु न मेरो अगाडि। बेग्लै छ क्रिस्चियनको मेरो अगाडि बेग्लै छ। हावा कुरा नगर्नु एउटै है। भनेको वेदले एउटै म चाहिँ एकदम सच्चो कुरा गर्छु सनातन मानिसको भनेको अस्तित्व आएको त सर 40 वर्ष भयो मानिसले भाषा जस्तो कति हो भएको थाहा छ मैले पढिराखेको थिएँ यो 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 जब 3500 वर्ष भयो मानिसले भाषा उत्पादन गरेको कहाँ पो त्यत्रो अरू भयो जब कुनै पनि कुराको एउटा प्रमाण हुँदा हुँदै पनि बङ्गियै छ भने त्यस्तो कुरामा यो बहस पनि 1 अर्ब 40 वर्ष समाधान भन्नुभयो। ल्याऊ हजुर समाधान ल्याऊ